Namaste, Jojo Loppa. Welcome to our show Rainbow True Talks. Rainbow True Talksमा हजुरलाई स्वागत छ. सर्टकटमा #RBTRT #RBTRT अनि यो चाहिँ अहिले हाम्रो युट्युब च्यानल G3FM RGTVमा एयर हुँदैछ अनि सम्भव भएसम्म अरूमा नि के चाहिँ फेसबुक अथवा अरूमा नि पछि एयर हुनेछ. आज हामीसँग हुनुहुन्छ हाम्रा एस्टिम गेस्ट मिस्टर राजु साक्य जी अनि वेलकम टु आवर सो. नमस्कार. उहाँ चाहिँ लामो समयदेखि पत्रकारिता क्षेत्रमा हुनुहुन्छ. विशेष गरी नेपालको वान अफ द पायोनियर र एकदम इम्पोर्टेन्ट संस्था महत्त्वपूर्ण संस्था रासस जसलाई चाहिँ फुल फर्ममा राष्ट्रिय समाचार समिति भनिन्छ. हो ठिक हो? राष्ट्रिय समाचार समितिमा चाहिँ लामो समयदेखि कार्यरत हुनुहुन्छ. अनि उहाँको म चाहिँ थोरै इन्ट्रोडक्सन दिन्छु, कति कुरा चाहिँ उहाँले भन्नुहुन्छ अनि फेरि हामी बिचमा इन्टरेक्ट गर्नेछौँ. उहाँ चाहिँ मेन कुरा चाहिँ उहाँ अनेस्ट हुनुहुन्छ अनि एकदम काम र पोइज्ड हुनुहुन्छ, बिस्तारै निर्णयहरू लिनुहुन्छ अनि इज अ भेरी गुड पर्सन. मेन कुरा चाहिँ उहाँको मलाई इन जेनरल चाहिँ हामी सङ्गत गऱ्यौँ होइन, अनि अहिले बिचमा नि कुरा आउँछ त्यति बेला भन्नुला. अनि उहाँ चाहिँ राष्ट्रिय समाचार समितिमा धेरै लामो समयदेखि कार्यरत हुनुहुन्छ अनि यो चाहिँ अफिस चाहिँ सिंहदरबार नजिक छ. हो हजुर. अनि अहिले त धेरै अब सरकारी प्राइभेट च्यानल र समाचार संस्थाहरू छन् अहिले त होइन, धेरै छ है. अझ युट्युबदेखि लिएर कति छ देशमा विदेशमा. पहिला त थोरै थियो होइन, त्यति बेलादेखिको हो. अनि तर अहिले पनि कति कुरा चाहिँ सरकारी र यो कति कुरा फर्मल न्युज च्यानल भन्नु चाहिँ अथेन्टिसिटी र त्यसको वेटमा चाहिँ सायद धेरै होला है होइन. सबैको इम्पोर्टेन्ट छ. कति त फेरि आजकल युट्युब र उसले झन् सत्य तथ्य लेख्छन् होइन. अनि अर्को चाहिँ उहाँ अब हुन त इन जेनरल अब हामी नेपाली हौँ अनि बुद्धिस्ट रिलिजनसँग चाहिँ धेरै नजिक हुनुहुन्छ, हिन्दू पनि ब्याकग्राउन्ड हो सायद हो. अनि अर्को चाहिँ उहाँ हिज इन्ट्रेस्टेड इन लिट्रेचर कल्चर अनि जनरल अफेयर्स अफ नेपाल एन्ड अल्सो अब्रड. उहाँ यतिकै पनि इन्ट्रेस्टेड हुन्छ तर झन् पत्रकारितामा आबद्ध हुनुभएर कार्यरत हुनुभएको कारणले गरेर उहाँ चाहिँ यी विधा र अरू पनिमा इन्ट्रेस्ट हुनुहुन्छ होला अथवा के छ हामी अहिले जान्ने नै छौँ. अनि अरू कुराहरू चाहिँ फेरि बिस्तारै वार्तालाप गर्नेछौँ. फेरि पनि वान्स अगेन वेलकम टु आवर सो. अनि प्लिज कृपया गरी मैले अलिकति इन्ट्रोडक्सन दिएँ, आफूलाई के भन्न मन लाग्छ प्लिज कृपया. हजुर. भर्खर हाम्रो मित्र राजीव बैजूले मेरो व्यक्तिगत परिचय र संस्थाको थोरै परिचय दिनुभयो. अहिले राष्ट्रिय समाचार समितिमा कार्यरत हुनुहुन्छ भनेर भर्खरै भन्नुभयो. कार्यरत थिएँ म र केही समय अगाडि मात्रै मैले अवकाश लिएको छु. 58 वर्ष उमेरको हदले. उहाँले भने जस्तै झन्डै 3 दशकभन्दा बेसी मैले समाचारकै क्षेत्रमा उहाँले भन्नुभयो अनुसार नै राष्ट्रिय समाचार समिति भनेको जेठो पायोनियर नै हो. उहाँले ठिक शब्द क्वाइन गर्नुभएको छ. त्यो संस्थामा मैले 3 दशकभन्दा बेसी समय बिताएँ. 3 दशक है भनेपछि 30 वर्ष. हजुर. धेरै लामो समय है. हजुर. अनि एउटा सोधिहालेँ, एउटा वान अफ द पायोनियर संस्था त मलाई थाहा छ तर डिटेलमा हजुरले नै भन्नु, रेडियो नेपाल पुरानो कि हाम्रो राष्ट्रिय समाचार समिति पुरानो अथवा के हो, समकालीन के छ? रेडियोको सायद मलाई लाग्छ इतिहास रेडियोकै पुरानो हो. अझ पुरानो भने प्रजातान्त्रिक सङ्घर्षको दौरानमा रेडियो नेपाल प्रचलनमा आयो र त्यसपछि मलाई जहाँसम्म लाग्छ 15 साल अघि नै रेडियो नेपाल स्थापना भइसकेको म बुझ्छु त्यो हिसाबले. हजुर. राष्ट्रिय समाचार समिति चाहिँ नि फागुन 7 गतेबाट अस्तित्वमा आएको हो. पञ्चायतकाल फेरि आएपछि एकचोटि बौद्ध लाएर फेरि समथिङ के फर रिजन्स ब्याक अफ. त्योभन्दा अगाडि पनि समाचार संस्थाहरू थिए. नेपाल संवाद समिति र सगरमाथा संवाद समितिको मर्ज भइसकेपछि त्यतिखेरको शासकहरूले सरकारले नेपालको सन्दर्भमा एउटै न्युज एजेन्सी हुन्छ भन्ने हिसाबले 2वटा एक्जिस्टिङ न्युज एजेन्सीहरूलाई मर्ज गरेर राष्ट्रिय संवाद समिति त्यो बेलाको नाम थियो. त्यो बेला
उहाँहरूले इस्टाब्लिस गर्नुभएको मर्ज हो। गर्नुभयो। इतिहास चाहिँ त्यो किसिमको हो। मैले सोधिहालेँ अब एउटै चाहिन्छ भन्नाले एउटा नेसनल चाहिँ एउटै भन्न खोज्नु होला। हो नेसनल चाहिँ होइन, जस्तै अब नेसनल हाम्रो राष्ट्र ब्याङ्क छ होइन, अब रेडियो नेपाल पनि सायद एउटै छ, बरु एफएम धेरै छ होइन, त्यो किसिमले हो एउटै भन्नाले। त्यतिखेर निजी क्षेत्रमा सञ्चालित थिए ती न्युज एजेन्सीहरू, पछि त्यसलाई चाहिँ नि सरकारीकरण गरियो र 2019 सालमा त्यसलाई त्यो संस्थालाई ऐनद्वारा नै व्यवस्थित गरियो। भनेपछि हाम्रो अब भनिहालेँ इन्डिया र नेपालमा चाहिँ कति कुरा प्राइभेट राम्रै गरिरहेको थियो, अहिले पनि गरिरहेको छ, स्टिल दे आर डुइङ वेल, तर कति सरकारीकरण गर्ने प्रचलन धेरै थियो अहिले सायद है इन्डिया र नेपालमा। हो ठिक हो, त्यो बेलाको चाहिँ ट्रेन्ड भनौँ के भनौँ होइन, समाचार संस्थाको रूपमा अथवा पत्रिका निकाल्ने हिसाबले निजी क्षेत्र अगाडि नै थियो होला होइन, तर अब एउटा चाहिँ नि अर्गनाइज्ड किसिमले राज्यद्वारा नै सञ्चालित संस्था हुनुपर्छ भन्ने मान्यता बोकेर यसलाई त्यो बेला समयको आवश्यकता अनुसार गठन गरेर हुनुपर्छ। 19 सालदेखि चाहिँ अझ ऐन कानुन नै व्यवस्थित गर्यो, अलि व्यवस्थित रूपले अलि लागि परेरै नै त्यसलाई अगाडि बढाइयो होइन, डिसेमिनेट अथवा संस्थागत गर्दै। त्योभन्दा नि अब के भने निजी क्षेत्र भयो भने अब विभिन्न इन्टिटीहरू होलान्, उहाँहरूको कुनै एउटा इस्युमा आफ्नो किसिमको धारणाहरू होलान् होइन, कोही कुनै पक्षमा होला, कोही एक्सट्रिम विचारधारा राख्ने पनि होलान्, तर त्योभन्दा पनि सरकारकै राष्ट्रकै एउटा आधिकारिक विश्वसनीय धारणा के हो भनेर अगाडि राख्नका लागि त्यो बेला आवश्यकता महसुस गरेको हुनुपर्छ कि एउटा चाहिने आधिकारिक रूपमै समाचार एजेन्सीको रूपमा रहनुपर्छ भनेर। अब मैले एउटा सोधिहालेँ मिल्छ कि नै होइन, इक्जाम्पलको रूपमा अब हामी प्रायः नेपालको हुन त कोही आफ्नो आफ्नो चोइसेस होला फुडको, धेरैले खाने त दाल भात तरकारी नै हो होइन, त्यही दाल भात तरकारी खाँदा अथवा पार्टीमा पुलाउ खाँदा चाहिँ कसैलाई एकदम मिठो लाग्यो भन्लान्, कसैलाई अलिक चिल्लो भयो भन्लान्, कसैलाई ठिक छ भन्लान्, कसैलाई मैले त अलि म हेल्थ कन्सियस रोटी खाएँ भन्लान्। त्यो किसिमले चाहिँ विभिन्न त्यही कुरालाई विभिन्न धारणा हुन्छ भनेर प्राइभेट र सरकारको एउटा चाहिँ इन जेनरल चाहिँ के हो त सेफ र अरू इन जेनरल जे हो त्यही भन्नेले त ठिकठाक भन्ला नि त, त्यस्तो किसिमले हो। तपाईँले भनेकोमा मेरो विभिन्न चस्मा अथवा विभिन्न स्वाद अलिकति फरक के हो भने हजुर एउटा डेमोक्रेटिक कन्ट्रीमा डेमोक्रेटिक सिस्टममा प्रेस भनेको राज्य नियन्त्रित हुनुहुन्न त्यो त होइन, त्यो एउटा मान्यता रहेको भए पनि यो त अब त्यो बेलाको समाज, त्यो बेलाको परिवेश, त्यो बेलाको मान्छेको साक्षरताको स्तर पनि होला, त्यो कारणले गर्दाखेरि सत्य तथ्य सूचना होइन जाओस् ग्रासरुटसम्म, त्यो चाहिँ मिसइन्फर्म पनि नहोस्, डिसइन्फर्म पनि नहोस्, अन्डर पनि नहोस्, ओभर पनि नहोस् भन्ने हिसाबले त्यो बेलाको समय परिवेश अनुसार त्यही किसिमको सङ्गठनात्मक ढाँचा भएको संस्था अस्तित्वमा ल्याएको हुनुपर्छ भन्ने मेरो मान्यता हो। ठिक छ। अनि त्यही अब अहिले पनि पहिला पनि यो पत्रकार भनेको चाहिँ चौथो अङ्ग भनिन्छ होइन त, त्यो अहिले पनि कहिलेकाहीँ अलि रिपोर्टिङमा अहिले अन्डर रिपोर्टिङ, कहिले ओभर रिपोर्टिङ, कहिले एक्जाजरेटेड अतिरञ्जना भन्छ नि, कहिलेकाहीँ त्यो न्युजमा आउनुपर्ने न्युजमै नआइदिने त्यो अहिले पनि छ होइन, युट्युबसम्म अहिले फेसबुकसम्म आउँदा। पहिला भन्छ नि अब आजको समाचार भन्छ, अहिले आजकल त यतिसम्म त्यो अपडेट छ कि अहिलेको समाचार 1 घन्टा र 5 मिनटको पनि त्यो लाइभ हेर्ने पनि प्रचलन छ होइन, त्यो त छँदैछ। तर एउटा हो इन जेनरल राष्ट्रको चाहिँ एउटा स्टेक भयो भने चाहिँ राष्ट्रको धारणा पनि एउटा भयो अनि समेट्न पनि सक्यो होइन, अथवा बाइ एट लार्ज चाहिँ अरूको जे धारणा आए पनि एउटा कन्ट्रीको धारणा चाहिँ इम्पोर्टेन्ट हुन्छ नि त होइन, इन्टरनल पनि एक्सटर्नल पनि होइन, बाहिरसँग डिप्लोमेटिक रिलेसन होला, न्युजमा नि कहिले अब लेख्न पर्ने लेख्ला, कतिले त लेख्छन् अहिले पनि देयर आर सो मेनी गुड एन्ड लेमन त्यो के अरे न्युज एजेन्सी र न्युजहरू छन् जसलाई चाहिँ त्यति प्रेस काउन्सिलले पनि त्यति धेरै हेरिराख्नु पर्दैन, आफै नै उनीहरू त्यो फिल्टर र मजाले ठिक्क ब्यालेन्समा लेख्छन् होइन, तर त्यति भन्दा हुँदैन कति चाहिँ फेरि अब कन्ट्रोलै गर्नुपर्ने पनि कुराहरू आउँछ होइन त। हजुर हुन त यो त नियामक संस्था त होइन, एउटा एजेन्सी नै हो होइन। अब एउटा सोधिहालेँ
अनि यो रेडियो नेपाल त पहिलो भन्नुभयो, यो चाहिँ अब 17 सालबाट 19 सालमा यसरी अझ सङ्गठित भयो। अनि त्योभन्दा पहिला नै गोर्खापत्र त पुरानो हो अझ रेडियो नेपाल भन्दा के छ, अथवा कुन चाहिँ छ हाम्रो पुरानो? गोर्खापत्रको इतिहास सायद देव शमशेर को पालामा निस्केको भन्ने हामी सुन्छौँ। कति सालतिर? देव शमशेर भनेपछि यो 7 सालभन्दा अगाडिको कुरा हो। तर त्यतिखेर दिल्ली पेपरको रूपमा चाहिँ थिएन हैन। कति पटक निस्किने भन्ने थियो क्या, मैले ठ्याक्क भन्न सकिनँ हैन। यो माझमा त्यतिखेर समाचार एजेन्सी पनि नभएको होइन, समाचार एजेन्सी पनि रन गरिरहेको थियो, तर प्राइभेटली रन गरिरहेको थियो। र त्यतिखेर एउटा कुनै पनि नेसनल इस्युमा चाहिँ नि खेमामा विभाजित हुन्थ्यो होइन, विचारधारा एकले अर्काको चाहिँ नि खण्डन गर्ने होइन, आलोचनात्मक रूपले समाचार दिने किसिमका भएकै कारणले गर्दाखेरि त्यो टसलको स्थिति नहोस् भन्नका लागि अनि एकीकृत गरेर संस्था स्थापना गरेको होइन, राम्रो रहेछ। अनि अहिलेसम्म पनि स्टिल इज रनिङ एन्ड रनिङ वेल होइन। अझ म एउटा सोधिहालेँ त, अरू कुरा त मैले सोध्छु नै होइन। एउटा सानो प्रश्न, तर एक शब्द कि सकभर थोरै शब्दमा भन्नु होला, 4 शब्दसँग समाचार भनेको चाहिँ के रहेछ त? वाट इज न्युज? जस्ट इन 1 word or maximum 4-5 simple words. समाचार सत्य तथ्य सूचनाको प्रवाह भन्नुपर्छ। सत्य तथ्य सूचनाको प्रवाह, हजुर, राम्रो शब्दमा तपाईँले छोटकरीमा डिफाइन गर्नुभयो होइन, ठिक छ। अनि अब अलिकति विस्तृत गर्दा चाहिँ समाचार भन्ने के रहेछ त? अब समाचारलाई हामीले इलाबोरेसन गर्दाखेरि मलाई लाग्छ यो चाहिँ नि सरकारको तर्फबाट, हजुर, अथवा राज्य सञ्चालनका जो आधिकारिक निकाय हो ती निकायबाट हुँदै गरेका योजनाहरू, कार्यक्रमहरू, बजेटहरूको विषयहरूलाई आम जनतासम्म पुर्याउने, हजुर, एउटा माध्यम हो भने आम जनता जो चाहिँ नि असाध्यै पिछडिएका अथवा दिनदिनै चाहिँ नि कमाएर खानुपर्ने ती निमुखा जनताका कष्ट, पीडा, दुःख ती पनि समेटेर प्रकाशनमा ल्याउने र त्यो चाहिँ नि राज्यका निकायहरूसम्म पुर्याइदिने, यो दुईटैको चाहिँ नि कम्युनिकेट गर्ने एउटा माध्यमको रूप हो समाचार र समाचार संस्था, र उनीहरूले यसरी फङ्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। एक किसिमको पुल जस्तो भन्दा मिल्छ। हुन्छ एउटा देशमा ठुलो हाइवे हुन्छ, सानो गोरेटो बाटो हुन्छ, कहाँ आज बाटो, किनभने जनताको गुनासा कनेक्ट गर्ने, जनताको गुनासो सुन्ने निकायसम्म ती जनताका यो कष्ट गुनासोहरू पुग्नु पर्यो। अनि राज्यले त्यसलाई सम्बोधन गरेको छ भन्ने उहाँहरूको त्यो भनाइ दाबी हो भने त्यो पनि ती चाहिँ नि रिसिपेन्ट जो तल्लो स्तरका जनता हो उनीहरू सामु पुग्नुपर्छ। यो पुलकै रूपमा भन्दाखेरि पनि ठिकै हुन्छ। तल्लो माथिल्लो भन्दा नि म चाहिँ अब विभिन्न स्ट्राटा भन्छु, विभिन्न कलरका अब मानिसहरू छौँ देशमा विदेशमा होइन, होइन र? हजुर, त्यही त। अनि यो बारेमा अहिले अझ फेरि अरू डुबल्की मारौँ न, अलिक एउटा सोधिहालौँ है त। हजुर चाहिँ अब म्यानेजमेन्ट ब्याकग्राउन्ड है मैले जानेअनुसार सायद हो सुरुमा? त्यतिखेर मैले कमर्स पढ्नु भएको। अनि कसरी चाहिँ अब यो राजशासनमा जब गर्नुभयो, जागिर खानुभयो, अथवा कसरी इन्ट्रेस्ट भयो न्युजमा? के यो सन्दर्भ चाहिँ यस्तो छ, यो 40 सालमा मैले एसएलसी उत्तीर्ण गरिसकेपछिको 40 सालमा है, 40 सालको सेरोफेरोमा, अनि त्यतिखेर मलाई चाहिँ नि साहित्यिक पत्र पत्रिकाहरू पढ्ने, अखबारहरू पढ्ने मेरो एकाएक रुचि भयो। त्यो चाहिँ त्यो कारणले गर्दाखेरि त्यतिखेर अलिकति खल्तीमा पैसा हुनासाथ म चाहिँ नि न्यु रोड पिपल बोर्ड वरपर, अनि त्यतिखेर साप्ताहिक पत्रिकाहरू हुन्थे त्यो पनि किन्थेँ, र साहित्यिक पत्रिकाहरू पनि नयाँ आफूलाई नौलो लागेको पनि किन्थेँ। र त्यसमा म मधुपर्क किन्थेँ। मधुपर्क भन्दा पनि अझै मैले रूपरेखा भन्ने साहित्यिक पत्रिका पढ्थेँ, र मलाई रुचिको विषय चाहिँ विधा चाहिँ कथा हुन्थ्यो र खुब चाख दिएर पढ्थेँ। अनि त्यो एउटा पत्रिका पढ्ने बानी भयो त्यतिखेर। अनि बिचमा अब त्यो जागिर खाने सिलसिलामा मैले
शेर्पा सरकारको त्यतिखेरको हजुर सहलेखापाल जागिर खाएँ। सहलेखापाल जागिरकै सिलसिलामा सोधिहाल्यो सहलेखापाल राजशासनभित्र कि छुट्टै अर्कै अर्कै यो चाहिँ सरकारी जागिर जर्नलिजममा लाग्नुभन्दा अगाडिको सन्दर्भ हो। त्यतिखेर अनि त्यो जागिर खाँदै गर्दाखेरिमा अनि नेपाल प्रेस इन्स्टिच्युटको एउटा चाहिँ तालिमको विज्ञापन देखेँ। अनि त्यसमा त्यो 10 महिने तालिममा मैले इनरोल गरेँ, नाम निक्ल्यो। अनि त्यसपछि त्यो ट्रेनिङ पुरा गरिसकेपछि बिस्तारै म चाहिँ नि यो पत्र पत्रिकामा लेख्नतिर मेरो चाहिँ कदम अघि बढ्यो होइन। त्यति धेरै लेखा पनि होइन। अनि पछि चाहिँ नि यो 46 सालको आन्दोलनको सिलसिलामा मैले के रिपोर्टिङहरू गरेँ। अनि त्यतिखेर मैले बनाएका न्युजहरू फिल्ड रिपोर्टिङहरू गरेँ। त्यतिखेर मैले बनाएका केही समाचारहरू र लेखहरू अनि त्यतिखेरका चाहिँ नि पत्र पत्रिकाहरूमा केहीमा छापिँदाखेरि म असाध्यै दङ्ग भएँ होइन। त्यो एउटा आकर्षणले अनि त्यसपछि मलाई यो पत्रकारितामा दोहोऱ्यायो जस्तो लाग्छ। अनि पछि यो 47 सालतिरै यो आन्दोलनको लगत्तै राजशासनमा विज्ञापन खुल्यो। त्यो विज्ञापनमा मैले आवेदन दिएँ। त्यसमा मैले रिपोर्टरको रूपमा म उत्तीर्ण भएपछि मैले राजशासन जोइन गरेँ। यो 2048 सालतिरको कुरा हो। 48 सालतिर है। यो भने चाहिँ हजुरले चाहिँ त्यो जोइन भन्दा अगाडि चाहिँ एउटा फर्मल ट्रेनिङमा नि नाम निकालेर बकाइदा ट्रेनिङ गरेर लेख्नेहरू पनि लेख गरेर अनि एउटा सिस्टमेटिक नै टाइपकोमा त्यसरी ब्रिजिङ ट्रेनिङ पिरियड चाहिँ 2044 सालको कुरा हो। त्यसरी चाहिँ जानुभएको छ। त्यो चाहिँ राम्रो है। अहिले यस्तो के अब सोधिहालेँ, अहिले छ त यस्तो खुल्ने सरकारबाट केही जर्नलिजममा अथवा अहिले सरकारी निकायको काम चाहिनेमा पहिला चाहिँ ट्रेनिङको नाम निकालेर त्यस्तो छ कि नै अहिले? अहिले पनि यो ट्रेनिङ इन्स्टिच्युटहरू छन् होइन। नेपाल प्रेस इन्स्टिच्युट अद्यापि प्राइभेट कि यो सरकारी? प्राइभेट हो। प्राइभेट अहिलेसम्म पनि यसले त्यो तालिम कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। त्योभन्दा पनि बेसी अहिले चाहिँ यो विश्वविद्यालयहरूले जर्नलिजमलाई एउटा छुट्टै विधाको रूपमा मान्यता दिएर पढ्ने त्यतिखेर हामीलाई थाहा भए अनुसार त्यतिखेर चाहिँ नि पत्रकारिता भनेको रत्नराज्य क्याम्पसमा बिएमा सायद इच्छाधीन विषय होला, त्यो किसिमले पढाइ हुन्थ्यो। त्यो चाहिँ सम्झना छ मलाई होइन। टियु अन्तर्गतकै एउटा संकाय सायद मानविकी संकाय अन्तर्गतमा पत्रकारिताको पढाइ चाहिँ हुन्थ्यो। तर पढ्ने र पढाउने शिक्षक र विद्यार्थीहरू त्यतिखेर ज्यादै सीमित हुन्थे। नयाँ विधा थियो होला होइन। अब बिस्तारै ग्रो भइरहेको थियो है। हजुर त्यही त। अनि म नि त्यही बिलिभ गर्छु। यो सधैँ फर्मलै पढ्नु पर्ने भन्ने त छैन, तर चाहिने कुरा चाहिँ फर्मल इन्फर्मल त्यो पढेर आफूलाई पलिस गर्यो भने चाहिँ अझ परिष्कृत हुन्छ है होइन त? के छ यो तपाईँलाई यो कुनै पनि विधामा तपाईँले काम थाल्नुभन्दा अगाडि त्यसको थ्योरिटिकल एस्पेक्टहरू त बुझ्नु जरुरी नै हुन्छ होइन। म अब कमर्स ब्याकग्राउन्डको मान्छे, मैले जर्नलिजममा हात हाल्दाखेरि मलाई पनि इनपुट्स भनेको ट्रेनिङबाटै भएको हो। नेपाल प्रेस इन्स्टिच्युटको ट्रेनिङ भयो। त्यसपछि मैले राजशासन जोइन गरिसकेपछि नयाँ दिल्लीको आइएएमसी अखिल भारतीय आम सञ्चार संस्थान भन्छ, त्यहाँ झन्डै 6 महिनाको ट्रेनिङ बसिसकेर पर्थ्यो कि नेपालमै होइन त्यो अवसर आयो। त्यो अवसरमा हामी जान पायौँ दुईजना इन्डियामै। यो बसन्त विहार न्यू दिल्ली जेएनयुकै कम्पाउन्डभित्र छ। नमस्ते जोजोलोपा, फेरि स्वागत छ हाम्रो सो रेनबो ट्रु टक्समा। वेलकम आफ्टर द ब्रेक। हामी कन्टिन्यू गर्नेछौँ। हामी अहिले त्यही राष्ट्रिय समाचार समिति ट्रेनिङको बारेमा कुरा गर्दैछौँ होइन। अनि अलिकति सोधिहालेँ, कसरी त्यो ट्रेनिङमा चाहिँ हजुरलाई नाम निकाल्नुभयो होइन, अनि के गर्नुभयो अथवा अलिकति इनडेप्थ भन्नु होला प्लिज। अब आइएमसी भारतको प्रतिष्ठित सञ्चार
संस्था होइन, आइएमसी भन्नाले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन भन्दो रहेछ। त्यो चाहिँ नि त्यतिखेर असंलग्न राष्ट्रहरूको हजुर एउटा समूह भनौँ न, इन्डिया बाहिरको पनि असंलग्न राष्ट्रका चाहिँ नि जर्नलिस्टहरूलाई भारतले चाहिँ नि एउटा सर्ट टर्म ट्रेनिङ दिने होइन, त्यो विषयमा जानकारी दिनकै लागि हो। र त्यसमा चाहिँ नि विश्वकै थुप्रै मुलुकहरूबाट आउँथ्यो। हाम्रो पालामा हामी सबै गरेर सायद मलाई लाग्छ 23 जना विदेशी विद्यार्थीहरू होइन। त्यसमा चाहिँ नि अब नाम निकाल्नका लागि प्रतिस्पर्धा गर्नुपर्छ भन्ने किसिमको त थिएन। तर के भने अब हाम्रै पनि राजस्वभित्रै पनि कतिपय हाम्रा अग्रज सरहरू त्यो ट्रेनिङमा बसेर आइसकेको, अनि त्यो चाहिँ धेरै नै उपयोगी हुने किसिमको ट्रेनिङ भन्ने हामी त्यतिखेर सुन्थ्यौँ। र त्यसको लागि अब अफिसबाट सिफारिस भएर गइसकेपछि त्यसमा नराख्ने भन्ने हुन्थ्यो। त्यसकारण छनौटको खासै त्यस्तो प्रक्रिया चाहिँ थिएन। छनौट भन्नाले अब राजसभामा काम गरेकै एक किसिमको छनौट भयो। हजुर त्यो नै छनौट, त्यही क्राइटेरिया पुग्यो होइन। मैले सोधिहालेँ, इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी जस्तै नै एउटा अर्को संस्था हो कि त्यो स्वायत्त अर्कै कुनै छुट्टै संस्था हो? त्यो सरकारबाट प्रवर्धित संस्था हो होइन, तर स्वायत्त हो त्यो। स्वायत्त अनि सोधिहाल्यो। अनि 23 भन्नुभयो, हाम्रो भनेपछि साउथ एसिया बाहेकबाट पनि आउँछन् ट्रेनिङको लागि? त्यसमा चाहिँ धेरै जसो जस्तै अब हाम्रो पालामा भियतनाम थियो, मङ्गोलिया थियो, अनि युगान्डा, मोजाम्बिक, त्यहाँबाट पनि घाना र अफ्रिकी मुलुकहरूका विद्यार्थीहरूका लागि चाहिँ नि भारत भनिसकेपछि एउटा अध्ययनको केन्द्र र भारत जानलाई धेरै लालायत हुन्थे भन्ने कुरा हामीले त्यहाँ गएपछि हामीले देख्यौँ पनि र उहाँहरूको मनोभावना पनि बुझ्यौँ हो रहेछ त्यो। यो अनि विशेष गरी वेस्टर्नर अफ्रिकनहरू अनि उनीहरूलाई चाहिँ भारत नेपाल भनेपछि त्यो कल्चर, त्यो रिलिजन, हिन्दुइजम, बुद्धिज्म अथवा अरू विभिन्न त्यसको इन्ट्रेस्ट अलि हुँदो रहेछ हो? अथवा अथवा त्यो भन्दाखेरि पनि भारत चाहिँ एउटा विशाल मुलुक भयो होइन, त्यो एउटा डेमोक्रेसीको एउटा चाहिँ नि च्याम्पियन भन्ने एउटा छवि त रह्यो नै। हजुर त्यो अलावा पनि चाहिँ नि के भने महात्मा गान्धीको एउटा विद्वान लयरको रूपमा अफ्रिकी कन्टिनेन्टमै त दक्षिण अफ्रिका हो उहाँको कार्यस्थल होइन, त्यो किसिमको छविले पनि होला। तर अध्ययन केन्द्रको रूपमा भारत एउटा प्रतिष्ठित मुलुक होइन, विश्वास भएको मुलुकको रूपमा अफ्रिकी नागरिकहरूले लिँदा रहेछन्। हुन त त्यही भनिहाल्नु, महात्मा गान्धी पनि साउथ अफ्रिका नै बस्नु भएको, त्यहाँको लिबरेसनको लागि नि उहाँको राम्रै योगदान छ है। त्यो पढ्छौँ हामी होइन। अनि सोधिहालेँ होइन त्यो राजशासकै अलिकति कुराहरू। अनि यो राजशासले चाहिँ विशेष गरी के गर्छ इन जेनरल भन्न मिल्ने कुरा अथवा भन्नमा लागेको? अब यो चाहिँ नि थुप्रै आम मानिसलाई राजशासले कसरी फङ्सन गर्छ, यसले डेली पेपर जस्तै समाचार पत्र छापेर निकाल्ने हो कि भन्ने किसिमको अद्यापै पनि त्यो मान्छेमा नबुझेको जस्तो अलिअलि हामीले त्यतिखेर रिपोर्टिङमा जाँदाखेरि पनि म त समाचार लिन आएको भनेर भन्थ्यौँ। अनि तपाईँहरूको कुन दिन पत्रिका निस्किन्छ भनेर सोध्ने हुन्थ्यो। तर न्युज एजेन्सीले पत्रिका चाहिँ निकाल्दैन र बुलेटिन निकाल्ने हो। बुलेटिन भनेको त्यो फेरि जनसाधारणसम्म, लेम्यानसम्म पुग्दैन। न्युज एजेन्सीले प्रोभाइड गर्ने भनेको मिडियालाई नै हो, फेरि समाचार संस्थालाई नै हो। विदेशमा एपी छ होइन, एएफपी के अरे एएफपी पनि हो सायद, एएफपी अनि जिङ्वा छ होइन, त्यस्तै एउटा न्युज एजेन्सी हो त राजशासन हो नेपालको लागि त्यही किसिमको। विशेष गरी मैले सोधिहालेँ होइन अलिकति लेम्यान टर्ममा। भनेपछि राजशासनले चाहिँ एउटा समाचार लिएर बरु अरू न्युज अब न्युज पत्र पत्रिका टिभी च्यानललाई चाहिँ दिन्छ हो।
भनेको जस्तै नेपाल टेलिभिजन होला, कान्तिपुर होला होइन, अथवा AP1 अथवा हिमालयन टाइम्सलाई चाहिँ त्यहाँबाट चाहिँ रुट जस्तै ब्यू भिजन जस्तै अरूलाई चाहिँ दिन्छ, उनीहरूले चाहिँ छाप्छन् हो त्यस्तो हो त संस्था। अब होइन तपाईँले भनेकै सन्दर्भमा मैले यो सानो एउटा उदाहरण मात्रै जोड्न खोजेँ। जस्तै अब कुनै दिन एकाएक सरकारले बिदाको घोषणा गर्यो भने त्यो चाहिने कन्भे गर्ने, त्यो डिसेमिनेट गर्ने चाहिने एट्रिब्युटी पत्रिकाले पाउने भनेकै राजस्वले दिइसकेपछि पाउने हो। त्यो चाहिँ नि दरबार थियो होइन, अथवा सरकारकै आधिकारिक भनाइलाई पहिला राजस्वले उसले आफ्नो बुलेटिनमा हालिसकेपछि त्यो अरू सबै मिडियाहरूले पाउने। राजस्वको थ्रुबाट भएपछि यो त अथेन्टिक भयो, अनि अरूले चाहिँ त्यसलाई पब्लिस गर्दाखेरि चाहिँ डिसेमिनेट हुने भयो होइन, त्यस्तो किसिमको भने। अनि के छ अथवा राजस्वले अलि भन्नु होला के गर्छ अनि कार्यप्रणाली कस्तो हो? अब राजस्वले दुःख सुख ग्रोथ अथवा के छ होइन अलि के? राजस्वले चाहिँ नि मूलत होइन समाचार नै सङ्कलन गर्ने, फर्स्ट ह्यान्ड समाचार कलेक्ट गर्ने अनि त्यसलाई चाहिँ नि प्रोसेसिङ गरेर फाइनल आउटपुटको प्रडक्टको रूपमा त्यसलाई चाहिँ हामी डिसेमिनेट गर्छौँ। यो चाहिँ त्यतिखेर चाहिँ नि जतिखेर म राजस्वमा प्रवेश गरेँ त्यो बेला को सिनेरियो पनि अलिकति सेयर गरौँ। त्यतिखेर चाहिँ नि अहिले जस्तो दैनिक पत्रिकाहरू थिएनन्। ब्रोड सिटमा चाहिँ नि गोर्खापत्र र राइजिङ नेपाल मात्रै थिए। त्यो पनि सरकारी है? सरकारी थिए। अनि अरू साप्ताहिक पत्रिकाहरू थिए, मातृभूमि थिए, युगधारा थिए, दृष्टि थिए, साप्ताहिक मञ्च, साप्ताहिक विमर्श, समीक्षा। अहिले चाहिँ पत्रिकाहरू कन्टिन्यू छैन है सायद हो? अहिले चाहिँ नि साप्ताहिक पत्रिकामा केही सीमित मात्रामा छन्, तर धेरै जसो चाहिँ नि अब यो एउटा उन्नत प्रवृत्तिको कारणले होला होइन, यिनीहरू फेज आउट भएका छन् र मान्छेको अहिले टेस्ट पढ्ने भन्दाखेरि पनि अहिले हाम्रो यो डिजिटल माध्यममा स्विच ओभर भएको छ। मैले भन्दै थिएँ राजस्वले चाहिँ नि यसरी समाचार चाहिँ नि जो सीमित पत्रिका अहिलेको के अरे सूचना प्रवृत्तिको कारणले त्यस्तो भएको हो, तर त्यो बेला चाहिँ नि पत्रिकाहरू छापछाप्ती हुन्थे। तर ब्रोड सिटमा चाहिँ गोर्खापत्र र राइजिङ नेपाल मात्रै थिए। अनि यो त्यो बेला राजस्वले निकाल्ने बुलेटिन भनेको हामीले रेडियो नेपाल जान्थ्यो, पछि नेपाल टेलिभिजन आयो, नेपाल टेलिभिजन जान्छ अनि गोर्खापत्र जाने हो। राजस्वले नेपाली समाचार सँगसँगै त्यसको खास समाचारलाई अनुवाद गरेर अङ्ग्रेजी बुलेटिन हाम्रो हुन्थ्यो। ट्रान्सलेसन पनि गर्नुहुन्थ्यो, हुन्छ पनि त्यो चाहिँ। अनि अङ्ग्रेजी भर्सन चाहिँ नि त्यतिखेर विभिन्न कुटनैतिक नियोगहरूमा जान्थे होइन। अनि त्यो चाहिँ रेडियो नेपाल अथवा राइजिङ नेपाल जस्ता अङ्ग्रेजी आउटलेटहरूले हाम्रा अङ्ग्रेजीका चाहिँ नि समाचारहरू लिन्थे, प्रयोग गर्थे। त्यो बाहेकमा पनि अनि तपाईँले अघि भने जस्तै AP-AFP सिन्वाका अन्तर्राष्ट्रिय समाचारहरू उनीहरूले पठाउने फोटोहरूलाई राजस्व थ्रुबाट हामीले अनि विभिन्न मिडियाहरूलाई हामीले प्रोभाइड गर्ने हो। यो फोटो पनि दिन्थ्यो। अनि पछिल्लो दिनमा आएर राजस्वले चाहिँ नि आफ्नो सेवा विस्तार गर्दै आफैले पनि फोटोहरू, देशभित्रका फोटोहरूलाई जिल्लाबाट साथीहरूले, रिपोर्टर साथीहरूले खिचेर पठाएका फोटोहरूलाई हामीले दियौँ। त्यतिखेर चाहिँ नि विदेशी समाचार संस्था AP-AFP सिन्वाका फोटोहरू मात्रै हामीले अरूलाई दिन्थ्यौँ भने पछि हामी आफैले फर्स्ट ह्यान्ड फोटोको एउटा युनिट खडा गरेर ती फोटो नेपाल देशभित्रैबाट पनि जेनेरेट भएका फोटोहरू हामीले चाहिँ बाँड्न थाल्यौँ होइन। त्यतिखेर राजस्वले विशेषतः गर्ने भनेको नेपाली समाचार बुलेटिन हुन्थ्यो, त्यसको अङ्ग्रेजी अनुवाद हुन्थ्यो। अनि AP-AFP जस्ता विदेशी समाचार संस्थाहरूका अङ्ग्रेजी टेक्स्ट समाचारहरू हुन्थ्यो, त्यसको चाहिँ अनुवाद नेपाली भाषामा अनुवादको भर्सन हुन्थ्यो, फोटो हुन्थ्यो। र पछिल्लो समयमा आएर अडियो सर्भिस जोडियो। अनि झन्डै 3 वर्ष जति अगाडिबाट राजस्वले भिजुअल सर्भिस पनि समयको माग सुरु गर्यो होइन। यो एउटा न्युज एजेन्सीले
एकीकृत रूपमा समाचार प्रवाह गर्ने प्रयास स्वरूप यी सेवाहरू दिएका हुन्। अहिले तपाईँसँग भन्नुपर्दाखेरिमा कुनै बेला बिहानी सेवा, मध्याह्न सेवा, अपराह्न सेवा, रात्रि सेवा भनेर बुलेटिन निकाल्थ्यो भने अहिले आएर अनलाइन पद्धतिमा गइसकेपछि राससले 24 घण्टा समाचार दिँदै आएको छ। त्यसकारण राससको सेवामा समय सँगसँगै यसले सेवा विस्तार गर्दै लगेको छ, विविधीकरण गर्दै लगेको छ। यो चाहिँ राससले आफूलाई समयको माग अनुसार रूपान्तरण गर्दै लगेको छ भनेर म भन्न चाहन्छु। एडप्ट र त्यो एउटा के भन्छ त्यसलाई समयको माग अनुसार एडप्ट नै भनौँ न, अथवा होइन एमर्ज गर्दै लगेको छ होइन। के आवश्यकता छ त्यो फिचरहरू थप्दै लगेको छ। हुन त गर्नु नै पर्यो होइन। अब अहिले त अरू पनि छन् थुप्रो च्यानलहरू उहरू। अनि एउटा सोधिहालेँ, यसरी न्युजहरू आउँछ एपीबाट अथवा बाहिरबाट अथवा यहीँको पनि के छ फर्स्ट रुट, अनि के विशेष कन्ट्र्याक्टहरू हुन्छ त हामीसँग, नत्र उहाँहरूले अरूलाई पनि दिन सक्नु होला त? ठिकै प्रश्न गर्नुभयो। जस्तै यो चाहिँ नि पहिला हामीलाई राज्य अथवा ऐनद्वारा नै रासस समाचार सङ्कलन र वितरण गर्ने आधिकारिक संस्था भनेर तोकिदिएको कारणले गर्दाखेरि यी विदेशी समाचार एजेन्सीहरूसँग समाचार किन्ने र देशभरिका मिडियाहरूलाई बाँड्ने, वितरण गर्ने एउटा एकलौटी अधिकार, राइट्स चाहिँ नि राससलाई मात्रै छ। त्यो चाहिँ एक्सक्लुजिभ हैन, त्यही भने नत्र उसले त्यसको लागि त हामीले विदेशी मुद्रा तिरेर उहाँहरूसँग वार्षिक रूपले एग्रिमेन्ट गर्ने हो। पछिल्लो दिनमा केही निजी प्रकाशन गृहहरूले, समाचार संस्थाहरूले एकाध विदेशी समाचार एजेन्सीहरूसँग सम्झौता गरी समाचार लिएका घटनाहरू पनि छन्। त्यो त ठिक छ, तर कतिपय चाहिँ त्यो कन्ट्र्याक्टहरू त्यो एउटा नियममा यो किन पनि चाहिन्छ भने जस्तै अब कोही एउटा इन्डिभिजुअल प्रकाशन गृह मिडियाले चाहिँ नि विदेशी संस्थाका चाहिँ नि ती महँगा चाहिँ नि समाचार लिन सक्दैनन्। एकदम महँगो नि पर्यो। महसुल शुल्क चाहिँ समाचारको जुन शुल्क हो त्यो चाहिँ असाध्यै महँगो हुन्छ र एउटा देशभित्र मात्रै चलाउने एउटा संस्थाले म एफोर्ड गर्छु भन्नका लागि त्यो चाहिँ साह्रै महँगो हुन्छ। त्यो कारण कसैले किनिदिनु पर्यो र त्यसपछि त्यो राज्यकै निकाय भइदियो भने सहज होला होइन। अनि उसले चाहिँ नि अरू ससाना समाचार संस्थाहरूलाई बाँड्ने हो। भनेपछि एक किसिमको एउटा चाहिँ इम्पोर्टर भयो, एक किसिमको चाहिँ फ्याक्ट्री भयो। त्यसरी त्यहाँबाट चाहिँ अरूहरू चाहिँ समाचार संस्थाहरू चाहिँ डिस्ट्रिब्युटर, रिटेल जस्तै सजिलो भाषामा हो त? ठिक हो। अनि त्यो महँगो सस्तोको त कुरा भयो। अर्को चाहिँ एउटा अब प्राइभेट न्युज एजेन्सी, च्यानल, पत्र पत्रिका, अडियो भिजुअल जे छ त्यहाँ जाँदा फेरि त्यही अब राष्ट्रले नै हेरेपछि त केही न केही क्रस चेक हुन्छ नि त, छाप्न मिल्ने नमिल्ने, देशको हितमा छ अहितमा छ, अथवा कसैलाई बढी फेभर अलिक कसैलाई कम फेभर, त्यो पनि त क्रस चेक हुने भयो नि त होइन। एउटा राष्ट्र निर्मित समाचार भनेपछि त्यो कतिपय हाम्रो फरेन पोलिसीसँग म्याच गर्छ गर्दैन पनि हेर्नुपर्ने हुन्छ। कतिपय सन्दर्भमा छिमेकी निकट मुलुकका चाहिने मित्र राष्ट्रहरूको इन्ट्रेस्टसँग नबाजिने किसिमको पनि होस् भनेर हामीले ती पक्षलाई पनि समाचार छनौट गर्दाखेरि वितरण गर्नुभन्दा अगाडि हामीले त्यो पक्षलाई पनि ध्यान दिन्छौँ, दिनु पनि पर्छ होइन त? ठिक हो। मैले भने त्यो खालि पैसा र एक्सक्लुजिभिटीको मात्रै कुरा नभएर देशको कुरा आउँछ नि त समाचार भने होइन। अनि त्यही अनि त्यसपछि चाहिँ अनि कहिलेकाहीँ सही नै कुरा पनि छाप्दाखेरि अलिक मिलाएर छाप्नुपर्ने हुन्छ। हामी फेरि भौगोलिक अलिकति जियोलोजिकल अलिक त्यस्तै ठाउँमा छौँ होइन। हाम्रो देशको पनि फेरि र अरू वर्ल्डकै पनि कहिलेकाहीँ चेन्जेस भइरहन्छ कुराहरू होइन त? अब यो समाचार बाहेक अलिकति अरू पनि प्रश्नहरू गरौँ है, फेरि बोरिङ पनि होला। यो चाहिँ इन्ट्रेस्टिङ छ होइन इन जेनरल, कतिलाई थाहा नै छैन। म पनि अहिले भर्खरै जान्दैछु है कति कुरा सोधेर। म हजुरसँग चाहिँ हामी कसरी चिनजान भएछ अलिकति भनिहाल्यौँ होइन। हामी कलेजमा पढेथ्यौँ, म चाहिँ आर्ट्स पढ्दाखेरिको सोसियोलोजी र मेजरिङ हजुर पनि आउनुभएको थियो होइन। ठिक हो। अनि तपाईँ चाहिँ अलरेडी पढ्नु भएको थियो, तर यो सायद समाचारकै लागि इङ्ग्लिस बिटमा
तपाईँको रुझान र त्यहाँ ट्रान्सफर भएर इङ्ग्लिस चाहिँ अपग्रेड गर्नु पर्यो भनेर आउनुभयो हो? ठिक हो, ब्याचलरमा अथवा के अब यो विशुद्ध पत्रकारिता भनेको चाहिँ के हो भने भाषामा काम गर्ने हो होइन। तपाईँ अब हाम्रो नेपालको सन्दर्भमा तपाईँले हाम्रो राष्ट्रभाषा भयो नेपाली, तपाईँले मिडियामा काम गर्छु भन्नुहुन्छ भने भाषामा प्रोफिसियन्ट हुनु पर्यो, तपाईँ भाषामा प्रवीण हुनु पर्यो होइन, त्यो भयो। अनि त्यसपछि अहिले तपाईँले भन्नुभयो जस्तै अनि कुनै पनि समाचार संस्थामा काम गर्दाखेरिमा त्यो चाहिने नेपाली त हुनै पर्यो, नेपालीमा काम गर्ने हो भने त्यो बाहेक पनि अङ्ग्रेजी भइदियो भने साह्रै राम्रो हुन्छ, त्यसले धेरै सघाउ पुर्याउँछ। त्यो कारण अब मैले राससमा काम गर्दै गरेको सन्दर्भमा अनि अङ्ग्रेजी थोरै मैले सुधार्न पाए हुन्थ्यो भन्ने मलाई लागेको थियो होइन। त्यतिखेर जतिखेर मैले तपाईँसँगै कलेजमा काठमाडौँ कलेजमा पढ्न आउँदाखेरि म त्यतिखेर अन्तर्राष्ट्रिय समाचार विभागको प्रमुख थिएँ। अनि मलाई अङ्ग्रेजी अलिकति सुधार्न पाए हुन्थ्यो भन्ने मनसा थियो। अनि घर नजिक भएका कारणले गर्दाखेरि त्यो सिलसिला पनि मिलाउनु भयो, टाइम पनि मिलाउनु भयो। र त्यसपछि अफिस जानु पर्थ्यो होइन। हजुर। अनि राम्रो के थियो भने हाम्रो त्यति बेलाको ब्याचमा चाहिँ जुनियर सिनियर इभन कमर्स ब्याकग्राउन्ड इभन नर्मल पढ्नेहरू विभिन्न थिए, तर एकअर्कामा राम्रो थियो है साथीभाइ चाहिँ। हामी रेस्पेक्ट पनि गर्थ्यौँ, मिल्थ्यौँ पनि, कहिलेका घुमघाम पनि गर्थ्यौँ, कुरा नि गर्थ्यौँ है। एजहरू चाहिँ अलिक डिफ्रेन्ट थियो अथवा ब्याकग्राउन्ड डिफ्रेन्ट थियो, तर इन जेनरल कलेजमा चाहिँ हामी त्यस्तो केही त्यस्तो गर्दैन थियौँ। अनि राम्रो थियो है अथवा के थियो? अब त्यो बेला साथीभाइहरूको माझमा म उमेरले थोरै सिनियर जस्तै थिएँ होइन। यद्यपि पनि एउटा चाहिने कोर्डियालिटी होइन, साथीभाइसँगको गफगाफमा त्यो किसिमको म सिनियर म जुनियर भन्ने किसिमको भावना हुँदैन थियो। जे होस् अब विभिन्न विधा लिएर त्यो क्लासहरू छुट्टिँदाखेरि पनि हामीलाई त्यस्तो महसुस हुँदैन थियो, रमाइलो वातावरण थियो। हामी एकले अर्कासँग नबोल्ने अथवा यो अर्कै विधा लिएर पढ्ने भन्ने किसिमले हामीले त्यसरी सोच्दैनथ्यौँ। खुसी लाग्छ अहिलेसम्म। त्यो पनि अहिले पनि हुनुपर्छ जस्तो लाग्छ होइन। कहिलेकाहीँ चाहिँ के कसेस हुन्छ भने अब अथवा एज कम भयो अथवा धेरै भयो, यो पढ्दाखेरि अलिक अप्ठ्यारो पो हुन्छ कि भन्ने त्यस्तो होइन। कति त इन्फर्मल पढ्दैन भयो, कति फेरि फर्मल पढ्यो भने अर्कै हुन्छ। त्यो जान मिल्ने ठाउँमा त गएको राम्रो है। अनि फेरि राम्रो कुरा चाहिँ के भने हाम्रो नेपाल इन्डियामा विदेशमा जस्तो त्यति धेरै महँगो पनि छैन पढ्ने कुराहरू होइन। अब तिर्नै मन आएर एकदम हाइफाई कलेज र त्यो त छ, त्यो त अब मन लाग्ने जानु खर्च गर्नु होइन। तर ठिक्क आफ्नो बजेटमा नि सुहाउने पनि कलेजेसहरू र राम्रा पनि संस्थाहरू छन् होइन। त्यहाँ चाहिँ सायद जाँदै राम्रो होइन। हजुरलाई नि फ्रुटफुल भयो होला होइन, के छ अथवा त्यो? मैले चाहिँ नि त्यहाँ पुरै मेरो फोकस चाहिँ अङ्ग्रेजी नै भन्ने थियो त्यो बेला। अनि मैले जोइन गरेकै सालमा ब्याचलर लेभलमै बुद्धिस्ट स्टडिज पनि इन्ट्रोड्युस गरेको थियो होइन। टियुबाट आएको थियो। त्यतिखेर पिजिडी लिएर एमए बुद्धिस्ट स्टडिज पढ्ने चाहिँ अवसर थियो। तर त्यही टियुकै पहलमा सायद पद्मकन्या, पाटन कलेज र काठमाडौँ कलेज 3 ठाउँमा जस्तो लाग्छ बुद्धिस्ट स्टडिजको चाहिँ ब्याचलर लेभललाई इन्ट्रोड्युस गरेको थियो। अनि मैले त्यतिखेर अङ्ग्रेजी सँगसँगै बुद्धिस्ट स्टडिज पनि लिएर पढेँ होइन। त्यसले त्यो मेरो 3 वर्षको पढाइले मलाई अङ्ग्रेजीमा थोरै सघाउ पुर्यायो मेरो सर्भिसको लागि। हजुर, नाइस टु हियर द्याट। मैले पनि इन जेनरल तपाईँसँग साथीभाइको एज अ सङ्गत गर्दा चाहिँ धेरै कुरा सिक्न पाएँ। आइएम भेरी इन्सपायर्ड, थ्याङ्क यू होइन। म चाहिँ कलेज बाहेक पनि हामी चाहिँ फर्किँदा एउटै घर एउटा नजिकै थियो। अनि कति बाटोसम्म चाहिँ सँगै हुन्थ्यौँ। म चाहिँ फेरि सोध्थेँ पनि, अलिअलि चाहिँ भन्थेँ, धेरै सोध्थेँ त्यति बेला झन् होइन। अनि तपाईँले बुद्धको बारेमा अनि बुद्धिस्ट फिलोसफी अनि प्र्याक्टिकलिटी के छ त्यो कति कुरा भन्नुहुन्थ्यो, अहिलेसम्म नि याद छ। अनि एउटा कुरा भनेको चाहिँ एकदम मलाई अहिलेसम्म ट्याटो नै बसेछ क्या मनमा। त्यो के भने बुद्धको कति अब 3
तीनटा सेक्ट त छँदैछ होइन। बुद्धले नै झन् मूर्ति पूजा गर्नुहुन्न, धर्म भनेको चाहिँ यस्तो यस्तो भन्दा मजाले भन्नुभएको। झन् आइरोनीको रूपमा चाहिँ संसारमा सबैभन्दा बढी मूर्ति नै बुद्धको छ भनेर भन्नुभएको थियो होइन। अनि त्यो कुरा चाहिँ अलिकति प्लिज विस्तार गर्नु। अब तपाईँले अहिले संसारमा सबैभन्दा बढी मूर्ति त्यसो भन्छन् होइन। त्योभन्दा पनि अब तपाईँले के हो यसबारेमा बुद्धिज्मलाई अलिकति चिन्तन गरेर गहिरिएर अध्ययन गर्नुभयो भने के पाउँछौँ भने बुद्धले ईश्वर मान्नु भएन होइन। बुद्धले कुनै पनि गुरुलाई मान अथवा धर्मग्रन्थलाई प्रामाणिक मान भनेर भन्नु भएन। उहाँको एउटै के भने तिमीले आफ्नो विवेकले जँचेर हेर्दाखेरि उपयुक्त लाग्छ भने मात्रै स्वीकार। कुनै बात, कुनै सिद्धान्त, कुनै गुरुले भनेको अथवा कहीँ धर्मग्रन्थमा लेखेको भनेर त्यसलाई तिमीले स्वीकारिहाल्नु पर्दैन। र म आफैले भनेको कुरा पनि तिमीहरूलाई ठिक लाग्यो भने मात्रै स्वीकार्नु होला भनेर त्यसरी एउटा चिन्तन गर्ने, स्वतन्त्र चिन्तन गर्ने एउटा अवसर होइन। त्यो चाहिँ बुद्ध धर्म अथवा बुद्धलाई हामीले किन नतमस्तक भएर मान्छौँ भन्दाखेरि उहाँले त्यो स्वतन्त्रता दिनुभएको छ। त्यति बेला नै एक किसिमको भनौँ न डेमोक्रेसी अथवा स्वतन्त्रताको रूपमा दिनुभएको छ। उहाँले आफैले इम्पोज गर्नुभएको छैन अथवा चाहिँ नि स्वर्ग नर्ग अथवा चाहिँ नि तिमीलाई यो श्राप लाग्नेछ भन्ने किसिमको त्यस्तो कुनै पनि किसिमको बन्देज अथवा अथवा राम्रै सत्य नै छ भने तिमी आफूभित्र छिराउ भनेको मतलब तपाईँलाई मैले पानी दिएँ, खाना दिएँ भने त्यो अमृतै होला अथवा नमिठो होला मिठो होला, जे छ पहिला आफू खाऊ अनि बल्ल भन। त्यस्तो किसिमको होइन उहाँको। तपाईँले पहिला आफूले अनुभव गरी हेर, उचित लाग्छ भने स्वीकार्नु, नत्र त्याग्दे हुन्छ भन्ने स्वतन्त्रता चाहिँ नि बुद्धले र बुद्ध धर्मले दिएको छ भन्ने त्यो मेन त्यो अब धेरै कुरा सिकाउनु भएको छ। वान अफ द कुरा चाहिँ वान अफ द मेन हामीले कोर चाहिँ त्यो म एज ए बुद्धिस्ट भएको नाताले म त्यसलाई चाहिँ नि हाइली एप्रिसिएट गर्छु। अनि सोधिहालेँ हजुर, अब हुन त अब हामी सबै नेपाली हो, त्योभन्दा पनि पहिला मानव हो होइन। शाक्यबाट आउनुहुन्छ है, शाक्य क्लान अथवा केबाट? अनि के हामी हुन त बुद्ध पनि शाक्य मुनि होइन त, अनि के माथिसम्म के पर्छ त रिलेसन अथवा अरू पनि शाक्य त थियो होला, के छ क्लान? अब यो के भन्छ यो चाहिँ अहिले तपाईँले भन्नुभएकोमा मैले मैले मेरो अध्ययन मलाई जानकारी भएसम्म यो कपिलवस्तु भन्ने जुन थियो त्यतिखेर कोसल राष्ट्रको एउटा प्रोभिन्सको रूपमा होइन, एउटा गणराज्यको रूपमा कपिलवस्तु भन्ने थियो। राज्यभित्रको एउटा प्रोभिन्स हो। अनि त्यतिखेर पनि राजा महाराजा हुन्थे। अनि त्यहाँ चाहिँ नि त्यो शाक्यहरूको गणराज्य र त्यसमा चाहिँ शुद्धोधन भन्ने राजा थियो होइन। अब त्यही चाहिँ नि शुद्धोधन अथवा भगवान् बुद्धकै सन्ततिको रूपमा अहिले काठमाडौँमा भएका शाक्यहरू हुन् कि भन्ने जुन तपाईँको जिज्ञासा हो। अब मलाई चाहिँ नि के लाग्छ भने हामी शाक्य अथवा वज्राचार्य जो हामी बाइ बर्थ बुद्धिस्ट भनेर हामी भन्दै आएका छौँ, उहाँहरूको यो काठमाडौँ खाल्डोमा बसेका जो बुद्धिस्ट मैले भने शाक्य वज्राचार्यहरू, उहाँहरूको चाहिँ नि कहाँ जोडिन्छ संस्कारहरू भन्दाखेरिमा यो बिहार महाबिहार। जस्तै मेरो सन्दर्भमा कुरा गर्नुभयो भने हामी खुसीबही भन्छौँ बोलीचालीमा, नदी सङ्गम महाबिहार मेरो चुराकरमा खुसीबही हो। बहाल खुसीबु भन्ने पनि ठाउँ छ नि, त्यो खुसीबहीबाट खुसीबु भयो त, त्यो फरक हो, त्यो मिल्दैन। बु भनेको खेत हो, तर बही भनेको चाहिँ नि बही र बहा दुईवटा हुन्छ। जस्तै इटुम बहाल अलिकति फराकिलो, अलिकति धेरै सङ्घ सदस्यहरू भएको बहा हुन्छ, अलिकति थोरै र अलिकति साँगुरो जस्तो अर्थमा चाहिँ बही भन्ने हुन्छ। यो बाहा र बही चाहिँ दुई किसिमको हुन्छन्। जस्तै तपाईँले बही भन्यो भने नबही चाबेल चाहिँ चाबही हो है, त्यो चाबही हो। हाम्रो चाहिँ नि यो 16वटा बही मध्येको चाबही एउटा हो, नबही अर्को हो, मेरो चाहिँ खुसीबही हो। अब यहाँ यसरी बाहा बहीमा बस्ने महाबिहारहरू, यिनीहरूको संस्कृतको नाम छुट्टै हुन्छ। यस्ता महाबिहारमा बस्ने शाक्य वज्राचार्यहरू बुद्धकै वंशज, यिनीहरूकै सन्तति हुन् कि होइनन्, शुद्धोधनकै कपिलवस्तुकै ती शाक्यहरू हुन् कि होइनन् भन्नेमा चाहिँ मलाई लागेको। जस्तै हामी त्यस्ता महाबिहारहरूमा बस्छौँ, त्यो महाबिहारहरूमा भनेको चैत्य हुन्छ बिचमा, चोकको बिचमा, र त्यसमा चाहिँ गन्धुरी देवता भन्छन्। त्यसमा बुद्ध, मैत्रेय बुद्ध होइन, अक्षव्य बुद्ध, यस्तै बुद्धहरूको प्रतिमा मूर्तिहरू राखेका हुन्छौँ। र हामीले
जो चाहिँ चुडाकर्म भन्छौँ तपाईँहरूको भाषामा व्रतबन्ध भन्नु होला चुडा त्यो चाहिँ चुडाकर्म भनेकै हामीले त्यस्तो बिहारमा आफ्ना उपाध्याय गुरुहरूबाट हामीले त्यो चाहिँ चुडाकर्म विधि सम्पन्न गर्नुपर्छ र हामीले 4 दिन भिक्षु भावमा बस्नुपर्छ त्यो भनेको चिबर लगाउनुपर्छ र 7 घर कम्तीमा पनि 7 घरमा गएर भिक्षा मागेर खानुपर्छ त्यो चाहिँ त्यो परम्परा अध्यापि पनि भिक्षु बन्ने परम्परा अध्यापि पनि हामीले अवलम्बन गर्दै आएको कारणले गर्दाखेरि हामीलाई लाग्छ कि हामी बुद्धकै सन्तति हौँ कि हैन ठ्याक्कै म थोको गरेर त भन्न सक्दिनँ किनभने 2500-2600 वर्षको कालक्रममा शाक्यहरू कुन ठाउँमा बसाइ सरेर कुन जाति अथवा कुन भाषा भएको त्यो कम्युनिटीसँग मिसियो होला यद्यपि पनि हामीले अहिलेसम्म पनि त्यस्तो चोकमा जहाँ चैत्य हुन्छ जहाँ बुद्ध हुन्छ र हाम्रो चुडाकर्मको परम्परा हाम्रा गुरु र हामीले जुन त्यहाँ ठ्यासपु भन्नुहोस् ती ग्रन्थहरू हामी पाठ गर्छौँ अध्ययन गर्छौँ वा अरूलाई आफ्ना चाहिने भावी पुस्तालाई सिकाउने जुन परम्परा छ त्यसले चाहिने धेरै कुरा यी कपिलवस्तुबाटै बसाइ सरेर अथवा विस्थापन भएर आएकाहरू हुनसक्छ भन्ने मेरो मान्यता हो र भारतमा पनि हामी शाक्य हौँ बुद्धकै चाहिँ वंशजका हौँ भन्ने छन् अनि भारतको के अरे बङ्गलादेशको चटगाउँमा पनि हामी बुद्धका सन्तति हौँ भन्ने छुट्टै छुट्टै समुदाय जातिहरू रहेको चाहिँ नि हामी बुझ्छौँ है। बुद्धिज्मको कुरा त गरिहाल्यो हामी तर सबै रिलिजनलाई रेस्पेक्ट गर्छौँ होइन। इन जेनरल रिलिजन भनेको चाहिँ सबैलाई समेट्ने हार्मोनीको कुरा माया प्रेमको कुरा होइन आशिष ब्लेसिङकै कुरा हुन्छ अब रीति र कुरीति बाहेक चाहिँ होइन। अनि त्यो तपाईँले क्लानको भनिहाल्नु हो त्यो त कति अब काठमाडौँ आए कति कपिलवस्तुमा छ होला बसाइ सराइ गरे बुद्ध र उहाँको सुदोधन होइन उहाँको बुवा उहाँको त अब त्यो भइ नै हाल्नुभयो त्यो बाहेक शाक्य त फेरि सुदोधनको नि दाजुभाइहरू थियो होला नि त त्यो पनि त छरेका छन् होला होइन। ठिक हो त्यही त होइन उहाँको दाजुभाइ फेरि अझ हजुरबाहरूको नि शाक्य र बजाचार त थियो होला त्यो फेरि छुट्टै भयो इन जेनरल चाहिँ अब उहाँको पनि केही न केही सन्तति चाहिँ छरेर काठमाडौँ त्यतिखेर होइन त कपिलवस्तुबाट विस्थापन भएर हिमवन्त प्रदेशमा गए हजुर र हिमवन्त प्रदेशमा सम्राट अशोकले धर्म प्रचारार्थ आफ्ना दूत पनि पठाए भन्ने त्यो बुद्धिस्ट लिटरेचरमा पढ्न पाइन्छ। हिमवन्त प्रदेश भन्नाले त अब भुटान नेपाल टिबेट भनेर बुझ्नु पर्यो हो। अनि विशेष गरी अब नेपालमा त छँदैछ श्रीलङ्का अनि टिबेटमा त झन् एकदम बुद्धिज्म चाहिँ एकदम राम्रोसित छ है टिबेटमा थियो अथवा अहिले चाहिँ अलि फरक छ तर पहिला टिबेट भनेपछि त्यहाँ प्र्याक्टिस गर्ने बाहेक पनि त्यो धर्म ग्रन्थहरू नि त्यो स्क्रिप्चर रोलमा राखेर एउटा लाइब्रेरीहरू मेन्टेन थियो है। रसियाको इभन बाहिरको त्यो स्कलरहरू आउँदा नि टिबेट गएर रिसर्चहरू गर्थे होइन ठिक हो। इन्डियामा पनि छ इन्डियामा चाहिँ अब के कालखण्डमा कसले त्यो राज्य लिँदा चाहिँ कुनै त्यो युनिभर्सिटी जलाउने अथवा के गर्दाखेरि चाहिँ कुनै अस्ति एउटा भाइ भेटेको थियो यहीँनिर एउटा यो छाउनीमा एउटा गुम्बा छ त्यति बेला जलाउने सलाउने पनि गर्दा कति स्क्रिप्चर पनि लस भयो पनि भन्थे होइन त्यस्तो पनि भएको छ हो। कालखण्डमा चाहिँ कहिलेकाहीँ राज्यहरू एक्लै अर्काको लिँदाखेरि अरूको धर्म र त्यो नबुझेर अथवा त्यो आफ्नो लाद्न के गर्न जलाउने सलाउने पनि भएको रहेछ त्यस्तो भएको छ कि हो। यो अहिले तपाईँले भनेको सन्दर्भ चाहिँ नि यो मुसलमानहरूको आक्रमणबाट नालन्दा विश्वविद्यालय भन्छन् नालन्दा विश्वविद्यालयको चाहिँ नि ठुलो विशाल युनिभर्सिटी थियो त्यो बुद्धिस्ट मात्रै पढाउने होइन त्यहाँ ज्योतिष पनि पढाउँथे आयुर्वेद पनि पढाउँथे होइन राजनीति पनि पढाउँथे तर त्यो चाहिँ नि ईर्ष्यावश त्यतिखेरका चाहिँ नि मुगल के अरे मुसलमान शासकले आगो लगाएर त्यसलाई नष्ट गर्यो भन्ने हामी इतिहासमा पढ्छौँ। अहिले त्यति बेला कति लस भनेको नेपालको सन्दर्भमा आउँदाखेरि चाहिँ नि शासकहरूको कुरा गर्नुभयो हामी कहाँ चाहिँ नि लिच्छवीकालमा झन्डै यो काठमाडौँ उपत्यका भनौँ न बुद्धिस्टहरूको बाहुल्य थियो भने यो शाहमा पनि राणाकाल आउँदाखेरिमा यहाँ चाहिँ नि त्यो किसिमको सौहार्दता रहेन र उहाँहरूको चाहिँ नि राणाकालमा बुद्धिस्टहरूलाई वक्रदृष्टिले हेर्ने र उनीहरू
के भने हिन्दूको चाहिँ नि वर्णाश्रमभित्र नरहने भइसकेपछि उहाँहरूलाई देश निकाला गर्ने होइन, भिक्षु भएकाहरूलाई देश निकाला गर्ने। अनि त्यसपछि हाम्रा चाहिँ नि आगममा भएका पुराना चाहिने बौद्ध ग्रन्थहरूलाई सडकमा फाल्ने जलाउने पनि गरेको भन्ने चाहिँ नि अहिले तपाईँले भनेको सिलसिलामा शासकहरूले राज्यले एउटा धर्म भनेर नीति अँगालिसकेपछि त्यो किसिमको विभेद चाहिँ हुँदो रहेछ। अनि त्यही अब फेरि विथ ड्यु रेस्पेक्ट है, त्यति बेला कति राम्रा काम नि भए। मुगल र मुस्लिम राजा उस्मानी राम्रा राजाहरू थिए, जस्तै अकबर राम्रा थिए अथवा के थिए होइन। राम्रो नराम्रो फेरि सबैमा हुन्छ, तर त्यति बेलाको जे छ सत्य तथ्य भनेको अन्यथा चाहिँ नलिने होला होइन, होइन त। अब त्यो त अब यहाँ अहिले पनि छ होइन। अब इन जेनरल अहिले चाहिँ हाम्रो त्यो कुरा गरिहालौँ, धर्मनिरपेक्ष छ। हजुरको स्टेक चाहिँ के छ? म चाहिँ पर्सनली यो धर्म त्यो धर्म धर्म सापेक्ष चाहिँ हुनुपर्छ भन्छु होइन, किनभने धर्मै नहुनु चाहिँ अलि सायद नराम्रो होला। तर एउटा मात्रै धर्मको हावी हुनु चाहिँ अलि कि चाहिँ त्यस्तै नै सबै पपुलेसन हुनु पर्यो। धर्म सापेक्षमा चाहिँ म चाहिँ बिलिभ गर्छु। आफ्नो चाहिँ के छ हजुरको आफ्नो पर्सनल? होइन, यो चाहिँ धर्म भनेको मलाई के लाग्छ भने यो वैयक्तिक स्वतन्त्रताको कुरा हो होइन। त्यो त हो। तपाईँलाई कुन धर्म ग्रहण गर्ने भन्ने कुरा तपाईँ आफैले तय गर्ने हो होइन। त्यो कारणले गर्दाखेरि म एज एउटा बुद्धिस्ट भएको नाताले अथवा बुद्ध धर्मप्रति अनुराग राख्नेको नाताले हामी त हेर्नुहोस् है, ईश्वर पनि मान्दैनौँ होइन। हामी त अहिले मैले एकछिन अगाडि भने जस्तै भगवान बुद्धले भनेको अथवा त्रिपिटकमा छ अथवा बौद्ध ग्रन्थहरूमा लेखेको छ, कङ्गुर टेगुरमा लेखेको छ भन्दैमा तपाईँले ती सबै कुरा ग्रहण गर्नुपर्छ भन्ने छैन। अहिले छानेर लिने हो भन्नुभयो तपाईँले। उहाँले नै भनेको भए पनि तिमी भित्र लिऊ, तिमीले टेस्ट गर, त्यसलाई जिउ, अनि बल्ल चाहिँ हो होइन स्वीकार्न पाइन्छ। एउटा मैले इन्स्टेन्स भनिहालेँ, इन्टरेक्ट गरौँ। बुद्धलाई चाहिँ एकजनाले सोधेको थिएँ, अब म्याटेरियलिस्टिक त्यति बेलाको होइन, भगवान छन् त भनेर भन्दा चाहिँ उहाँलाई चाहिँ उल्टो जवाफ दिएर भगवान अनि छैन भनेर भन्नु होइन। त्यसपछि एकदम बौद्धिक र एकदम धर्ममा लागेकाले भगवान छन् त भनेर भन्दाखेरि चाहिँ फेरि छ भन्ने एक्सपेक्ट आउँथ्यो, फेरि छैन भनिदिनु भयो क्या। छैन भन्नेलाई छ, छ भन्नेलाई छैन भन्नुभयो। भनेको मतलब चाहिँ उहाँको इन्डाइरेक्ट मेसेज चाहिँ मैले बुझेअनुसार, अब फरक त होला, छ पनि छैन पनि, तर तिमी आफूले नै निर्णय गर भन्न खोज्नुभयो हो उहाँले। त्यो अहिले तपाईँले भनेको प्रसङ्ग मैले पनि त्यो पढेको छु होइन। त्यो चाहिँ नि बुद्धिस्ट स्क्रिप्चरमै त्यो प्रसङ्ग चाहिँ आउँदैन। कता कता एउटा धर्मगुरु मलाई जहाँसम्म लाग्छ यो रजनीशको एउटा यो डिस्कोर्समा आएको जस्तो मेरो सम्झनामा त्यस्तो जस्तो लाग्छ। म सोधिहालेँ, रजनीशले नै भनेको भए पनि त्यो बुद्ध धर्मको केमा तपाईँले पाली भाषामा लेखा भन्नुभयो अथवा रिलेटेड बुकहरू हुन्छ त्यसमा चाहिँ छ कि न यो कुरा? अहिले तपाईँले भनेको यो चाहिँ नि ईश्वर छ कि छैन भनेर तीन किसिमको जवाफ दिनुभएको हो। त्यो चाहिँ मैले त दुई भने तीन किसिमले जवाफ दिनुभएको हो भन्ने जुन प्रसङ्ग छ त्यो चाहिँ नि मैले अहिलेसम्म आजसम्मको अध्ययनबाट मैले त्यो प्रसङ्ग चाहिँ कहीँ कतै उल्लेख भएको चाहिँ पाएको छैन। तर म फेरि त्यति धेरै ठोरोली अध्ययन गरिसकेको व्यक्ति पनि होइन, म अध्ययनकै क्रममा पनि छु। तर मैले पाएको छैन र कसैले पनि त्यो चाहिँ त्यहाँ छ है, यो प्रसङ्ग छ है भनेको पनि सुनेको छैन। त्यो गुरुले आफूले आफ्नो किसिमले त्यसलाई अर्थ्याएर एक्जाम्पलको रूपमा दिएको हुनुपर्छ। अहिले तपाईँले भन्नुभए अनुसार यो धर्मनिरपेक्षको सन्दर्भमा चाहिँ नि हरेकलाई आफ्नो धर्ममा यो मान्छु भन्ने स्वतन्त्रता त्यो चाहिँ हुनुपर्छ। त्यो राज्यले पनि ग्यारेन्टी गर्नुपर्छ होइन। राज्यमा त के भन्छ नि संरक्षण पनि गर्नुपर्छ, किन राज्यले त्यो बौद्ध चैत्य विहार मन्दिर मस्जिद अथवा गुम्बा अनि राम्रा चर्चहरू होइन सबैमा धर्ममा आफैमा कतिमा रीतिकुरीति त छन्, त्यो त आफूले मिलाउनु पर्ने कुरा राज्यले नि पर्यावदा हेर्नुपर्छ होइन। तर एउटा एक किसिमले एउटा संरक्षण त गर्नु पर्ला नि त होइन। तर पर्सनल आफ्नो चोइसेस चाहिँ आफ्नो हुनु पर्यो। राज्यले लाद्न पनि भएन, लाग पनि भन्नु भएन, नलाग पनि भन्नु भएन होइन। त्यो त एउटा अभिभावकको रूपमा चाहिँ एउटा ब्रोड भएर बस्दिनु पर्यो होइन त। त्यो चाहिँ एउटा नागरिकको मौलिक अधिकार होइन, त्यसको चाहिँ संविधानले पनि प्रत्याभूत गरेको भयो। त्यो स्वतन्त्रता चाहिँ हुनुपर्छ। र यो नेपालको सन्दर्भमा चाहिँ हाम्रो परम्परा संस्कृतिको त जागरमा हुनैपर्छ होइन। यद्यपि पनि त्यो माझमा पनि हामीले यो धार्मिक स्वतन्त्रता
उपभोग गर्न पाएका छौँ। अहिले हामीले संविधानले त्यसलाई प्रत्याभूत गरेको छ। यो बदलिँदो परिस्थितिमा यो चाहिँ नि जो धार्मिक स्वतन्त्रताको हामीले अभ्यास र व्यवहारमा उतार्न पाएका छौँ, यो रहिरहनुपर्छ भन्ने लाग्छ। तर त्यसको अर्थ चाहिँ नि हामीले आफ्नो धर्म संस्कृति परम्परालाई छोड्ने भन्ने चाहिँ होइन, होइन। त्यसलाई पनि हामीले इन्ट्याक्ट राख्नुपर्छ र यो चाहिँ स्वतन्त्रता व्यक्तिमा यो स्वतन्त्रताको सम्मान चाहिँ हुनुपर्छ। म चाहिँ के मान्यता राख्छु भने हाम्रो चाहिँ अब रिलिजन छ होइन, के हिन्दुइजम छ, बुद्धिज्म छ, पुरानो सनातन भन्छ अथवा के मस्ट रिलिजन के छ त्यो त छ होइन। तर त्यो चाहिँ अब एउटा पुरानो रिलिजनको हो, त्यसमा ड्यु रेस्पेक्ट। तर अब नयाँ रिलिजन जस्तै क्रिस्चियनिटी भयो होइन, अब अहिलेसम्म आउँदा के भन्छ गुरु नानक, जैनहरू के छन् नि, साई बाबा, त्यो पनि कति कुरा राम्रो पाटो छ भने त त्यसलाई वाइ नट होइन, अङ्गीकार गर्न मन लाग्ने गर्दा केही छैन होइन। तर त्यति भन्दा फेरि पुरानो धर्म चाहिँ राम्रो नराम्रो अथवा धर्ममै नलाग्नु होइन, त्यस्तो चाहिँ सायद नराम्रो होला होइन। म त के भन्छु नि, इभन अथेइस्टलाई होइन, अब नास्तिकलाई पनि सम्मान गर्नु पऱ्यो, उहाँहरूको पनि राज्यलाई बिगारेको छैन, कसैलाई हानि गरेको छैन भने चाहिँ सम्मान राख्नु पऱ्यो भन्ने बिलिफमा छु म चाहिँ। तर त्यो नाताले कसैलाई पनि बहिष्कार वा तिरस्कार उसले साइन्समा मात्रै बिलिभ गर्छ भने पनि ठिक छ, उसको बिलिफ हो, उसलाई ठिक छ, त्यसरी जान्थ्यो। अनि उसले अब एउटा कुनै उसको धर्मप्रति अथवा अरूप्रति धारणासम्म ठिक छ। तर कहाँनिर चाहिँ फेरि क्रस चेक गर्नु पऱ्यो राज्यले अथवा समाजले भने चाहिँ उसले अरूलाई ह्याम्पर गर्नु भएन होइन। उसको कुरा आइडियोलोजी फेरि उसले भन्दाखेरि अरूलाई चाहिँ खुट्टा तान्ने, अरू चाहिँ हुँदै होइन, त्यो चाहिँ फेरि एक्सट्रिमिजममा चाहिँ जानु भएन भन्ने मेरो धारणा। ठिक हो त हो? तपाईँलाई चाहिँ के लाग्छ? होइन, त्यो दोस्रो पक्षलाई तपाईँले निषेध गर्न पाउनु, निषेध गर्ने अनि उसको फेरि राइट रङ त्यो त उसले त्योमा लागेको, उसलाई मनदेखि लागेको हो नि त, उसले लागु नलाग्नु त्यो उसको स्वेच्छा हो नि त होइन। अनि अर्को पाटो चाहिँ मलाई अब यो फेरि अन्यथा नहुनेला, अब नास्तिक भन्छन्, साइन्समा लागेका भन्छन्, तर फेरि त्यो भन्दा उसले क्लिनली नास्तिक हुनु पऱ्यो कि साइन्समा लाग्नु पऱ्यो। अर्को धर्म अथवा नधर्ममा चाहिँ अथवा मलाई शब्द ठ्याक्कै होइन, त्यसलाई चाहिँ फेरि उसले आलोचना गर्ने त्यो राइट चाहिँ राख्दैन जस्तो लाग्छ। अनि फेरि त्यो भन्ने अनि फेरि आफू चाहिँ त्यो विभिन्न त्यो ब्ल्याक म्याजिक अथवा कल्टमा लाग्ने होइन, भन्न चाहिँ नास्तिक क्लिनली भन्ने, तर अझ त्यो रिलिजनहरूलाई नै मन नपर्ने त्यतिर लाग्ने, त्यो सिक्रेट सोसाइटी त्यो त पाइएन नि त। अनि त्यो लागेर पनि फेरि अब देशलाई, समाजलाई, इभन वर्ल्डमा नि अलिक केओसनेस मचाउने संस्थाहरू पनि छन् रियालिटीमा। त्यतातिर चाहिँ फेरि त्यो चाहिँ फेरि रेड जोन भयो। त्यो छ छैन आफै नै तपाईँहरूले अब अध्ययन यो चाहिँ मैले देखिआएको प्र्याक्टिकली देखेँ। यस्तो किसिमको प्र्याक्टिस चाहिँ नि नेपालमा मात्रै होइन, संसारको सायद सबै भागमा छ जस्तो लाग्छ मलाई होइन। तर के भन्छ त्योमा लाए पनि ल अब पृथ्वी हो होइन, तर त्योमा क्लियरली लागेको भनेर भन्नु त पऱ्यो नि त, भन्ने चाहिँ एउटा गर्ने चाहिँ एउटा चाहिँ पाइएन। तर नेपालको सन्दर्भमा मेरो आफ्नो चाहिँ नि मलाई लागेको चाहिँ के हो भने नेपाल चाहिँ नि एउटा विभिन्न किसिमको सेक्टले प्र्याक्टिस गर्ने होइन, योगीहरूले प्र्याक्टिस गर्ने एउटा वैराग्य भइसकेपछि अनि यो एउटा चाहिँ नि एकान्त समाधिसम्म होइन, यो चाहिँ नि अब हिमाल भएको अथवा यो चाहिँ नि हाम्रो नेपालको चाहिँ नि पहिचान, हजुर नेपालको चाहिँ नि हाम्रो यो परिचय नै त्यो किसिमको छ। किनभने यहाँ सबै किसिमको तपाईँले मत मान्ने सम्प्रदायहरू तपाईँले पाउनुहुन्छ, नाथ पनि पाउनुहुन्छ, वज्रयान मान्ने पनि पाउनुहुन्छ, थेरवादी भिक्षु पनि पाउनुहुन्छ, वर्णाश्रम मान्ने पनि पाउनुहुन्छ होइन, हार्ड लाइन पनि छ, सफ्ट लाइन पनि छ, म मान्छु भन्ने पनि छ, नमान्छु भन्ने पनि छ, माथि तिब्बतबाट आएका नि छन् होइन अथवा चाइनाबाट। तर यो चाहिँ यो कस्तो भयो भने यो तपाईँले पशुपति पनि पाउनुहुन्छ यहाँ, आराध्य देव होइन, विश्वका हिन्दूहरूको चाहिँ नि असाध्यै पवित्रतम मन्दिरको रूपमा तपाईँले यहाँ स्वयम्भू पनि पाउनुहुन्छ, बौद्ध पनि पाउनुहुन्छ। त्यसको सँगसँगै तपाईँले यो मुसलमानहरू पनि यहाँ को एक्जिस्ट गरेर बसिरहनु भएको छ, इसाईहरू पनि यहाँ बसेको पाइन्छ, थोर बहुत सङ्ख्यामा यताउति होला।
त्यो भन्दाखेरि पनि परापूर्व कालदेखि यो ऋषिमुनिहरूले तपस्या गर्ने तपभूमिको रूपमा रहेको कारणले गर्दाखेरि अहिले तपाईँले भनेको जस्तै यो तन्त्र मन्त्रका यहाँ प्र्याक्टिस हुन्छ, एकले अर्कालाई चाहिँ नि यो अलिकति गाह्रो पार्ने अप्ठ्यारो पार्ने अथवा नगन्ने होइन मान्यता नदिने किसिमको कहीँ भयो कि भन्ने तपाईँको सन्दर्भमा यो मैले सबै थरीको बाहिर पनि छ होइन। मेरो कन्सर्न चाहिँ कहाँ हो नि, जे छ त्यो भने त भइहाल्यो नि होइन, तर भन्ने चाहिँ एउटा गर्ने चाहिँ एउटा चाहिँ अलि अप्ठ्यारो होला भने एउटा मैले तपाईँसँग भन्न खोजेको मेरो पार्ट नेपालको यो नेपाल बाहेक बाहिर पनि नेपाल नै नेपालको हिमाली बेल्ट पनि भयो, काठमाडौँ पनि भयो, नुवाकोट होला अथवा अन्य होला, यो कतिपय कुरामा चाहिँ नि यो मिस्टिसिजम यहाँ एउटा चाहिँ नि एउटा अदृश्य शक्ति एउटा पावर सेन्टर होइन शक्तिपीठहरूले यो चाहिँ नि मुलुकलाई नै गभर्न गरेको निर्देशित गरेको भन्ने हामी त्यो किसिमको अवधारणा त्यो किसिमको माइन्डसेटबाट हामी हुर्किँदै आएको भएर नेपालमा यसरी भन्ने सुनाउने यो प्रचलन भएको जस्तो म ठान्छु। अनि एउटा त्यहीमा प्रसङ्ग जोडिहाल्यो हामीले नेपाल चाहिँ किन अहिले गाह्रो साह्रो पऱ्यो, किन हामी खुसी छैनौँ भन्दा त्यो कुरा हाम्रो मूल बिर्सेर नै हो कि भनेको मतलब चाहिँ यही कुरामा रिलेटेडै हो। म भन्नु अलिकति के भने हाम्रो इन्डियाबाट कहिले काहीँ वार पर्दा गाह्रो साह्रो पर्दा राजाहरूलाई काट्ने खोज्दा मार्ने खोज्दा भागेर आएर एउटा लुकेर छिपेर बाहेक पनि एउटा बसेर त्यहाँ चाहिँ वाम कल्चरमा ध्यान साधना गरेर एलिभेट हुने ठाउँ हो नि त नेपाल है। पहिला हाम्रो राणा भनौँ शाह भनौँ इन्डियाबाट आएका होइन नि त, अथवा बाहिरबाट उता तिब्बत चाइनाबाट नि के गाह्रो साह्रो पर्दा कोही चाहिँ अब यात्रीका रूपमा कोही यतिकै पनि आएका त्यस्ता छन्। पहिला इभन इरानदेखि आएकाहरू मस्तक पूजा गर्नेहरूदेखि नै विभिन्न छन् होइन। अनि अहिलेको खण्डमा चाहिँ हामीले सायद त्यो वामनेस त्यो हाम्रो चाहिँ ऐन भन्नुभयो ध्यान साधना गर्ने हिमालसम्म नि त्यो के समाधिसम्म गर्ने कुरा होइन, इभन शक्तिपीठहरू पनि त्यसरी बनाएको छ होइन। हामीले चाहिँ हाम्रो मूल चाहिँ एउटा मेन आत्मिक पनि थियो नि त एउटा वान अफ द होइन। अनि एउटा चाहिँ मेन अब हिमालदेखि भनेपछि त्यो राम्रो निश्चल र पवित्र र एकदम हिमालबाटै नै त्यो चिसो नै हुने गरेर आउने पानी होइन, अनि वन जङ्गलहरू, अनि हाम्रो कल्चर पनि विभिन्न ऐन भनिहाल्नु विभिन्न बुद्धिस्ट हिन्दू मुस्लिम इसाई इभन नयाँहरू इभन अथेइस्ट नास्तिक र अरू मान्यतालाई पनि ह्याम्पर छैन भने मिलेर बस्ने ठाउँ क्या होइन। अनि त्यो कुरा चाहिँ हामीले आजकल चाहिँ त्यो कुराहरू गरिन्छन्, पहिला पनि गरिन्थ्यो अथवा गरिँदैन थियो, तर पहिला चाहिँ एउटा एक किसिमको हार्मोनी थियो होइन, एकअर्कामा त्यति बाँझिँदैन थियो होइन। अहिले चाहिँ त्यो कुरा चाहिँ गर्ने अनि उसले चाहिँ उसै उसले चाहिँ ऊ गलत, त्यो त्यसरी अलिक डिस्कर्ड र अलिक डिसहार्मोनी सायद अलिक व्याप्त छ हो त्यस्तो लाग्छ मलाई चाहिँ अहिले चाहिँ अलिकति सबैतिर त होइन पार्ट एन्ड पार्ट यो चाहिँ नि थोरै तपाईँले भने जस्तै थोरै चाहिँ नि वैमनस्यता बढेको हो कि जस्तो चाहिँ देखा पर्छ। तर अब पार्ट एन्ड पार्सलमा सबैतिर अहिले पनि कति कुरामा मिल्छन्। अझ झन् सहरभन्दा गाउँतिर गयो भने त्यहाँ सरकारले हेर्दा नहेर्दा आफ्नै किसिमको उनीहरूको सोसियोलोजिकल इकोनोमिक अथवा रिलिजियस एक्टिभिटीहरू छ, अनि एकअर्कामा मेन चाडपर्वहरू मिल्छन् होइन। यहाँ पनि छ त्यो अझ पहिला अझ स्ट्रङ छ, अहिले अलि विक भयो सायद होइन, त्यस्तो लाग्दैन। अहिले तपाईँले अहिले थोरै कमजोर भएर आयो कि भन्ने किसिमले भन्नुभयो। तर अहिले चाहिँ नि जस्तै जो जहाँ बस्नु भएको छ होइन, जो कम्युनिटी जो जाति बस्नु भएको छ उहाँले आफ्नो स्व पहिचान खोज्दै जाँदाखेरि कसैले हामी त मस्तो मान्ने भन्ने होला, कसैले हामी त फल्गुनानन्दको फलोवर्स हौँ त भन्ने होला। अनि यो चाहिँ नि थारूहरूले खोज्दै जाँदाखेरि त हामी त कपिलवस्तु वरपर नै बसेकाहरू, हामी त बुद्धिस्ट हौँ नि, हाम्रो त पुर्खा हुन् शाक्यहरू, हाम्रै रगतका हुन् भन्ने होला। यो चाहिँ नि अब चाहिँ आफ्नो पुर्खा आफ्नो पहिचान खोज्ने क्रममा त्यसरी चाहिँ नि सबैले होइन आफ्नो आइडेन्टिटी खोज्दाखेरिमा होइन हिजो त हामीलाई यो कम्युनिटीले यो वर्गले हामीलाई इम्पोज गर्यो, हाम्रो त यथार्थमा हामी त यसका सन्तति हौँ, यो मान्यता राख्ने हौँ भन्ने किसिमको खुल्दै जाँदाखेरिमा अहिले केही विरोधका स्वर आएको जस्तो केही चाहिँ नि वैमनस्यता पलाएको जस्तो महसुस भएको हो। तर यो त अब समयक्रमले सत्य तथ्य के हो भन्ने कुरा होइन, हरेक चाहिँ नि कम्युनिटीमा भएका चाहिँ नि विद्वानहरू रिसर्च अध्येताहरू धर्मगुरुहरूले आफ्नै किसिमले भन्छन्।
त्यस्तो लाग्छ मलाई। मलाई पनि त्यसमा चाहिँ राम्रो लाग्छ होइन, किनभने त्यो विषयमा पहिला रिसर्च र बोल्ने अथवा के भन्ने नै थिएन, अथवा आफ्नो कुनबाट आएको थिएन। त्यो त नेपाल बाहेक बाहिर नै अहिले आफ्नो आफ्नो आइडेन्टिटीमा भइरहेछ है। जस्तै अहिले बाहिर पनि हाम्रो कति रेमिट्यान्स नै चलाएको छ, लाहोर जाने भन्छ नि, अहिले कति चाहिँ अब इमिग्रेसन र एमिग्रेसनमा नि अलिक टाइट छ होइन, आफ्नो आफ्नो नै बरु बनाउनेमै लागेछन् होइन। यो रिलिजन बाहेक पनि कल्चरली इकोनोमिक त्यो त आफ्नो पाटो भइहाल्यो। तर मेरो कन्सर्न चाहिँ के भने, ठिक छ आफ्नो आफ्नो आइडेन्टिटी ठिक छ, अब तपाईँले नि होइन भन्नुभयो माथि शुद्धोदनसम्म नि लिङ्कअप हुन नि सक्छ, नहुन सक्छ, मोस्ट प्रायबली हुनसक्छ भन्नुभयो। तर अब तपाईँ अहिले त काठमाडौँ हुन्छ, तपाईँको बाउ बाजेदेखि कति काठमाडौँ आउनुभयो, आफ्नो आइडेन्टिटी त थाहा छ। तर अहिले त हामी काठमाडौँमै अथवा जहाँ वरिपरि नेपालभरि पनि भयो भने मिलेर बस्नुपर्ने होला नि त होइन। आइडेन्टिटी चाहिँ ठिक छ, जान्नु पऱ्यो, बुझ्नु पऱ्यो विथ ड्यु रेस्पेक्ट। तर त्योमा फेरि डिस्कस गरेर त्यो के अरे झैझगडा गर्नु चाहिँ, विवाद गर्नु चाहिँ राम्रो होइन होला होइन। आफ्नो आइडेन्टिटी ठिक छ, पिता पुर्खा जहाँसम्म जोडे पनि भयो होइन, त्यो एउटा हुनु पनि पऱ्यो। अझ म त के हुन्छ नि, किताब पनि लेख्नु पऱ्यो होइन, जिनियोलोजीमा जस्तै बाइबलमा छ, अरूमा छ, कहाँबाट आएको पिता पुर्खा बाउ आमाको त्यो लेखा राख्नु त राम्रो हो। तर त्यसमा डिस्कस गरेर झगडा गर्नु चाहिँ राम्रो नहोला होइन। अनि जस्तै अहिले त्यो अब जस्तै पूर्वमा भन्नु 1 नम्बर प्रदेश के नम्बरमा, कहिले कोशी भन्छन्, कहिले के लेख्ने भन्दा पनि विवाद भइरहेछ होइन। एउटा बाई एन्ड लार्जमा चाहिँ सबैलाई समेट्ने के छ त्यो त लेख्दा भइहाल्यो। विभाजन होइन, हिजो बोल्न पाएका थिएनन्, आज बोल्न पायो होइन। आइडेन्टिटी हुनु ठिक छ होइन, तर आइडेन्टिटीकै नाममा अब त्यो वर्ष झगडा गरेर त कतै पुग्दैन नि त। अहिलेको लागि तत्काल कहाँनिर चाहिँ क्रिस्टल पोइन्ट भन्ने हुन्छ नि त एउटा होइन, त्योमा चाहिँ एउटा ठिक्क टिक लगाएर गरिदिँदा भइहाल्यो। आफ्नो आफ्नो गर्ने मान्ने त्यो त गर्दा भइहाल्यो नि होइन र। के भन्छ, बोल्न पाउनुपर्छ, तर बोलेर फेरि झगडा गर्नु त राम्रो नहोला जस्तो लाग्छ। होइन, यो चाहिँ के छ आफ्नो स्टेक, यो चाहिँ यो धेरै कुराहरू यो चाहिँ नि इन्सर्जेन्सी पछि उजागर र यी कुराहरू बाहिर आयो होइन। नत्र त्योभन्दा अगाडि त के भने राज्यले एक भाषा एक देश भन्ने किसिमको नीति अख्तियार गरेको थियो। तपाईँले भाषा पनि नेपाली बोल्नु पर्थ्यो, अथवा पहिरन पनि त्यही किसिमको हुनु पर्थ्यो। अरू धर्मभन्दा हिन्दू धर्मलाई नै बेसी प्राथमिकता दिन्थ्यो होला। तर माओइस्ट इन्सर्जेन्सीको फेज पछि चाहिँ नि हरेकले आफ्नो स्वतन्त्रता खोजे, आफ्नो पहिचान खोजे। त्यो भएर यी कुराहरू बाहिर आएका हुन् होइन। हामी चाहिँ नि मगरान्त प्रदेशका हौँ भन्ने होला, कसैले हामी कोचिला हौँ भन्ने होला, कसैले हामी नेवा चाहिने यो चाहिने ठाउँ नेपाल मण्डलका हौँ भन्ने होला। हिजो भन्न पाएका थिएनन् होइन। त्यसपछि यो खुला वातावरण आइसकेपछि यो संविधानले पनि प्रत्याभूत गर्यो। त्यो चाहिँ नि मान्छेले आफूभित्र दबिएर बसेको भावनालाई चाहिँ नि व्यक्त गरेका हुन् जस्तो मलाई लाग्छ। यसमा चाहिँ नि कसैले विद्रोह गर्यो अथवा चर्को स्वरले बोल्यो भन्ने चाहिँ होइन। अब अहिले तपाईँले भने जस्तै झगडा गर्न चाहिँ राम्रो भएन होला, अथवा त्यो इस्युलाई लिएर अल्झिरहनु चाहिँ राम्रो भएन होला। अहिले त्यही कारणले गर्दाखेरि हिजो सीमान्तकृत भएर बसेका जो कम्युनिटीहरू छन् होइन, संविधानले नै ती कोचिला होलान्, थारू होलान्, मधेसका होलान्, यिनीहरूलाई चाहिँ नि राज्यका ती निकायहरूमा उहाँहरूले पनि सहभागी हुन सहभागी पहुँच भन्ने हिसाबले समावेशिता ल्यायो होला, आरक्षण ल्यायो होला। त्यो राज्यले नीति अख्तियार गरेको हो र त्यही अनुसारकै पनि अब हामी बस्ने हाम्रो थातथलोमा हाम्रो पहिचान झल्किने नाम हुनुपर्छ, प्रदेशको नामाकरण होस् भन्ने उहाँहरूको माग हो भन्ने मलाई लाग्छ। र यी कुराहरू चाहिँ नि यो कसैले यसरी आफ्नो पहिचान खोज्यो भने त्यसलाई चाहिँ नि यो गलत हो, यसले बेसी बोल्यो अथवा यसले चाहिँ नि विखण्डन निम्त्याउन खोज्यो समाजमा भनेर त्यसलाई चाहिँ नि निस्तेज गर्ने काम कसैबाट पनि हुनुहुन्न है। मैले चाहिँ गलत किनभने यो चाहिँ पञ्चायत कालमा यसरी बोल्न पाइँदैन थियो। आज चाहिँ खुला वातावरण आइसकेपछि त तपाईँ हामीले
हाम्रो चाहिने यो थाथलो कहाँ हो, पुर्खा कहाँ हो, पहिचान के हो, धर्म के हो भन्ने कुरा त सबैले खोज्छन् नै। यो चाहिँ स्वाभाविक कुरा जस्तो लाग्छ मलाई। मैले चाहिँ सही गलत चाहिँ भनिनँ, मैले भनिहालेँ। त्यसरी रिसर्च पनि भएको थिएन, बोल्न पनि पाएको थिएन। ठिक छ, त्यो हुनुपर्छ। अनि डिस्कस र के छ अझ एलिभेट गरेर राम्रो होइन। त्यो कति भाषा र संस्कृति रिलिजन लोप भयो भने त्यो कति कुरा अरू जीवजन्तु र अरू हुन्छ नि त्यो मान्छेकै के एउटा प्रजातिहरू लोप भएको जति नै मानिन्छ रहेछ होइन। त्यो लोप पनि हुनु भएन, त्यसलाई जगेर्ना गर्नु पऱ्यो। तर त्यसमै फेरि अल्झिरहेर डिस्कस गरेर हामी अरू मेन र अलि हुन्छ नि संसार पनि के ट्रेन्डमा छ, आफू पनि कहाँ गर्ने त्यो पनि सायद गर्नु पर्ला होइन टाइमले। होइन सही गलत त होला नहोला, ठिक छ, त्यो आइडेन्टिटी पनि चाहियो, रिसर्च पनि हुनु पऱ्यो, बोल्न पनि पाउनु पऱ्यो। तर त्यसमै फेरि अल्झिरहनु चाहिँ भएन भन्ने मात्रै मेरो कुरा होइन। नामाङ्करण ठिक छ, तर फेरि त्यसमा सानो अब ठुलो चाहिँ एउटा पपुलेसन होला, सानो अरू होला, त्यो पनि फेरि उसलाई छायामा पारेर त्यो उसको त्यो प्रदेशभन्दा अरूलाई चाहिँ फेरि एउटा मेन राज्य एज अ नेपाल त होल त ब्याकअप त दिनु पऱ्यो नि त। त्यो सानो माइनोरिटीलाई पनि फेरि त्यो गाह्रो चाहिँ हुँदैन होला सायद। के भन्नुहुन्छ आफूले? अब यसमा चाहिने यो हेर्नुहोस् है, अब हाम्रो सन्दर्भमा चाहिने हामीले सङ्घीय प्रणाली लागू गरिसक्यौँ होइन। हजुर। अहिले पनि एउटा चाहिने मेन्टालिटी हाम्रो शासकहरूकोमा हजुर अधिकार नदिने, प्रत्यायोजन नगर्ने होइन। सङ्घीयता त मैले भनिहालेँ, कुनै चाहिँ राम्रो भएको छ, म त सङ्घीयता हुनुपर्छ भन्छु। तर फेरि त्यो नचाहिदो सङ्घीयता चाहिँ फेरि काम लाग्दैन होइन। त्यो किसिमले अधिकार प्रत्यायोजन गरिदिनुपर्छ होइन। अहिले चाहिने यद्यपि पनि यो केही अधिकार माग्यो खोज्यो भने पनि केन्द्रीकृत रूपमै होइन दिनु हुँदैन भनेर सिंहदरबारमै अधिकार राख्ने त्यो प्रवृत्ति चाहिँ नि परिवर्तन भएको जस्तो लाग्दैन। त्यसकारण उहाँहरूले त्यति ठुलो माग राखेको जस्तो चाहिँ मलाई लाग्दैन होइन। आफ्नो पहिचान होस् भन्न खोजे मात्रै जस्तो लाग्छ। यो फेरि धर्म संस्कृति र यो फेरि के भन्छ डिसेन्ट्रलाइजेसन, के अरे नेपालीमा के भन्छ अरे, अधिकार प्रत्यायोजन गर्ने, डिसेन्ट्रलाइजलाई के भन्छ अरे, अधिकार प्रत्यायोजन गर्ने भने विकेन्द्रीकरण चाहिँ हुनुपर्छ भन्ने म नि मान्यता राख्छु। तर फेरि अनावश्यक विकेन्द्रीकरण चाहिँ हुनुहुन्न पनि भन्छु क्या। भन्नाले मतलब अब त्यो अलि सरकार एज अ होल चाहिँ अधिकार भन्दा नि म त जिम्मेवारी दिनुपर्छ भन्छु है। घरमा होस् चाहे पर्सनल फ्यामिलीमा होस् चाहे राज्यमा, अधिकार त ठिक छ, तर म चाहिँ जिम्मेवारी लिनुपर्छ। जिम्मेवारी भनेपछि अहिले बुद्धले भने जस्तै आफ्नो भयो क्या। अधिकार भनेपछि मैले पाउनै पर्ने गर्ने पर्ने भन्नुभयो, जिम्मेवार भएपछि अलि मायाले गरिन्छ सायद है। म चाहिँ जिम्मेवार हुनुपर्छ भन्छु है। ठिक हो। अनि अस्ति नै हुन त सधैँ त नहोला, त्यो मिल्ला नमिल्ला, तर अस्ति नै कुरामा कुरा नि भएको थियो कि एउटा नेपालमा विकेन्द्रीकरण त छ, तर कस्तो छ भने कहिलेकाहीँ लाल पूर्जा चाहिँ दिने जग्गा चाहिँ नदिने जस्तो छ भने क्या मैले। लाल पूर्जा चाहिँ दिएको छ, मेन जग्गा चाहिँ भोग चलन गर्न पाएको छैन क्या, त्यस्तो पनि छ होइन। पेपरमा छ, रियालिटीमा चाहिँ सेन्ट्रलमै कहिलेकाहीँ कतिपय संविधानमा छ तर लागू हुन सकेको छ। अनि अर्को कुरा चाहिँ अब ठिक छ, प्रदेशहरूमा नि त्यहाँ राजनीति र अरू कुरा र प्राइभेट सेक्टर र सरकार चाहिँ समन्वयमा काम हुनु पर्यो, एकअर्काको परिपूरक हुनुपर्छ जस्तो लाग्छ कम्पिटिसन भन्दा होइन। तर फेरि अनावश्यक त्यो अब त्यो चाहिँदो नचाहिँदो धेरै खर्च र त्यो हात्ती पाला जस्तो राज्यलाई भार हुने गरेर चाहिँ हुनु सायद अप्ठ्यारो होला। अब राज्यको माग छ हुन्छ ठिक छ, त्योभन्दा बढी पनि खर्च गरेर राज्यको माग छ भने जस्तो धारणा राख्नेहरू पनि थुप्रै छन्। म चाहिँ के भन्छ, राज्यको माग छ भने चाहिँ त्योभन्दा बढी खर्च गर्दा पनि जायज छ। तर राज्यलाई आफूलाई अप्ठ्यारो सफोकेसनै हुने गरेर चाहिँ अब त्यो चाहिँ सायद अलिक गाह्रो होला सायद मेन्टेन गरिराख्न होइन। त्यो कुराहरू छ होइन। अब त्यो इन जेनरल त्यो त अब हामीले पनि गऱ्यौँ, उहाँहरूले नि बुझ्नु होला। मेन हाम्रो अलिक कमजोरी भने चाहिँ मैले अस्ति नै पढे लेखे अनुसार नै जानेको सरहरूले भन्नुहुन्थ्यो, हाम्रो 46 सालको नै संविधान अहिले पनि अझ कति राम्रो होला, कुनै मिलाउनु पर्ने पार्ट होला, युएसको भन्दा राम्रो थियो अरे क्या। लिखितमा चाहिँ युएसको संविधान भन्दा हाम्रो 46 सालको संविधान चाहिँ कति कुरामा राम्रो थियो भन्नुहुन्थ्यो क्या। तर फेरि प्र्याक्टिकलीमा चाहिँ वी आर सायद भेरी लेड अफ है। प्र्याक्टिकल हुनु पर्यो। संविधानबाटै हामी चाहिँ नि डिरेल भयौँ, कतिपय संविधानको दायराभित्र नबसिकन संविधान बाहिरबाट हामीले फङ्सन गर्न खोज्दाखेरि समस्या भएको भन्ने सुन्छौँ हामी चाहिँ। अनि अहिले पनि कति कुरा राम्रो छ होइन, 46 को राम्रो छ। अनि तर के भने लिखितम र बखितम भन्छ नि होइन, लेखाइ र गराइमा त्यो समानता आउनु पर्यो। समानता नै सबै त नहोला, तर एटलिस्ट त्यो एउटा त्यो प्यारलली अथवा साइमेन्टेनियसली कहाँ मिल्छ त जोडिनु पर्यो नि त। त्यो होइन लेख्ने एउटा गर्ने एउटा भएर नै गाह्रो। अहिले जेनजीको आन्दोलनसम्म आइपुग्दा होइन त।
त्यो एउटा रेड ग्रे ब्ल्याक रेड मान्छेले त्यो गर्दा 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 पत्र पत्रिकामा आएको थियो होइन हजुर आफै नै राष्ट्रसभा हुनुहुन्छ अरूमा विभिन्न त्यो मानकहरूले पनि यो अहिले डिसफङ्क्सन गरिसक्यो सुध्र 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 भन्दा 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 त्यो एउटा अलिक विकराल रूप आएको हो नि त होइन जेनजीसम्म होइन त यो चाहिँ के भने अब पढेको छ होइन अध्ययन पुरा गरिसक्यो तर काम छैन भनिसकेपछि एउटा सिनारियो के भने माओवादी इन्सर्जेन्सी पछि गाउँ गाउँबाट थुप्रै मानिसहरू सुरक्षित ठाउँ खोज्दै सहरमा गए होइन इन्टरनल माइग्रेसन भयो अनि यो चाहिँ नि गाउँमा बस्न सक्ने स्थिति भएन सहरमा वहिरिए पढे लेखेको छ काम भएन बेरोजगार त्यो चाहिँ नि सरकारले त्यो गर्न सकेन त्यसपछि अब गुजारा त गर्नु पर्यो परिवार त पाल्नु पर्यो त्यसपछि थुप्रै युवाहरू विदेशिए र माओइस्टहरूको त्यो बेलाको चाहिँ नि उहाँहरूको चाहिने द्वन्द्वकालमा युवाहरूलाई उहाँहरूले गाउँमै रोक्न सक्नु भएन उहाँहरूले यहीँ बसेर खेतीपाती गरेर होइन उद्यमशील गरेर उद्योग खोलेर ससाना घरेलु उद्यम गरेर तपाईँहरू काम गर्नुहोस् भनेर रोक्न सक्नु भएन त्यो कारणले गर्दाखेरि जो चाहिने गाउँमा बस्न सकेनन् सहर पुगे अनि उहाँहरू चाहिँ नि बेटर अपर्च्युनिटीको खोजीमा चाहिँ नि विदेश गए अहिले चाहिँ नि सिनेरियो कस्तो देख्यो भने धेरै युवाहरू विदेशमा खाडीमा अन्यत्र गएर काम गर्न जाने तर गाउँहरू रित्तो हुने घरमा बुवा आमाहरूलाई हेरचाह गर्ने कोही पनि नभइदिने होइन संस्कार विधि विधान धान्नलाई पनि मान्छे नहुने किसिमको र जो चाहिँ नि परिवारहरू छन् जसको फ्यामिली मेम्बरहरू बाहिर गएका छन् उनीहरूकोमा पारिवारिक विग्रह देखा पर्ने यो एउटा जुन देखा पर्यो यो नै हो जस्तो लाग्छ अहिले यो जुन युवाहरूले पछिल्लो यो जेनजीसम्मको एउटा विद्रोहको चाहिँ नि आन्दोलनमा प्रतिबिम्बित भएको भावना त्यो जस्तो लाग्छ अहिले पनि हामी यही बिचको चाहिँ नि होइन ठिक हो कि होइन भन्नेको चाहिँ नि मन्थनमा हामी छौँ हो अनि त्यो अस्ति नै हामीले धेरै मैले पनि अब हजुरले त झन् धेरै देख्नुभयो त्यो एरा होइन के अरे यो माओवादीले जुन आवाज उठाए जुन अब यो आन्दोलन विद्रोह गरे नि अनि त्यो अनुसारको अब उनीहरू सरकारमा नै आए त्यो अनुसारको कार्य गाउँ सहरदेखि आफ्नै पार्टी र देशमा गरे भए त्यो जायज हुन्थ्यो होइन त्यसलाई कतिले अहिले त झन् सपोर्ट गर्थे तर त्यो अनुसारको कति काम चाहिँ नहुँदाखेरि चाहिँ अप्ठ्यारो भएको जस्तो म मान्छु है यो कतिपय पहिलाको सरकारको राजा हुँदै राम्रो थियो म त अहिले पनि स्टिल राजा आइदिनु भयो भन्ने एकदम विनम्र होइन निवेदन छ होइन आग्रह छ तर कतिलाई चाहिँ फेरि अब राजाभन्दा प्रेसिडेन्ट मनपर्ने त्यो होला एनिवेज तर एउटा ब्याकअप म चाहिँ के बिलिभ गर्छु नि एउटा देशमा चाहिँ ब्याकअप संस्था चाहिँ हुनु पऱ्यो कि सबै संस्था डिसफङ्क्सन गर्दा होइन चल्दा नचल्दा नि कसलाई गएर भन्ने भन्दा एउटा संस्था चाहिँ हुनुपर्छ जस्तो लाग्छ है संस्था अथवा एउटा के इन्स्टिट्युसन होइन अब त्यो चाहिँ नेपालमा चाहिँ धेरै जस्तो राज संस्थाले गरेका थिए होइन अब कि चाहिँ त्यो उहाँले प्रेसिडेन्टहरूले राम्रो काम गर्नु पर्थ्यो होइन अथवा के छ आफ्नो भनाइ तर अब मलाई मेरो चाहिँ के लाग्छ भने हिजो हामीले छोडिसकेका ती कुराहरूलाई हामी फेरि बोकेर हिँड्नु त्यो सान्दर्भिक जस्तो लाग्दैन हामी अब अगाडि बढ्ने हो होइन च्यालेन्जेस छ भने पनि बेहोर्ने हो यसको लागि त हामीमा हुनुपर्ने के हो भने हामी इमान्दार हुनु पर्यो हामीले भोलिको काम चाहिँ नि हामी डेलिभर गर्छौँ भन्ने किसिमको कमिटमेन्ट प्रतिबद्धता हुनु पर्यो तपाईँ नमस्ते एन्ड जोजोलोपा वेलकम ब्याक टु आवर सो #RVTRT रेनबो ट्रु टक्समा हजुरलाई फेरि स्वागत छ हामीसँग हुनुहुन्छ हाम्रा स्टिम गेस्ट मिस्टर राजु साक्यजी अनि हामीले अघि विभिन्न कुराहरू गऱ्यौँ राजशासनको अनि इन जेनरल कुरा गऱ्यौँ अनि धर्मको पनि कुरा गऱ्यौँ पोलिटिक्सको पनि त्यो फेरि हामी अलिकति फेरि विस्तृत गर्छौँ अब चाहिँ हामी बिस्तारै ऱ्यापअपतिर पनि लाग्नेछौँ हुन्छ हामी इन जेनरल अहिले चाहिँ अहिले भर्खरै कुरा गऱ्यौँ जेनजीसम्मको आन्दोलन थियो विद्रोहतिरसम्म आउँदा चाहिँ के लाग्छ आफूलाई यो नेपालमा चाहिँ प्रत्येक प्राय 10 वर्षमा चाहिँ अलिक ठुलो चेन्जेस हुने सरकारको होइन के कारणहरू होला अथवा यसलाई अब व्यवस्थित गर्न अथवा त्यस्तो नहुन र देशलाई अलिक सुदृढ ढङ्गले सङ्गठित ढङ्गले अगाडि लान के गर्नु पर्ला अब यसमा मैले अहिले पनि भने हामीले राजनैतिक रूपले थुप्रै अधिकार पायौँ संविधान पायौँ समावेशिता पायौँ होला
तर त्यसलाई डेलिभर गर्न सक्ने त्यो किसिमको कम्पिटेन्ट लिडरसिप हाम्रो अभाव जस्तो लाग्छ। लिडरसिप कारण यो लिडरसिपलाई हामीले अब चाहिँ म्यान्डेट दिँदाखेरि पनि त्यो किसिमको लिडरसिप चुज गर्नु सक्नुपर्छ हामी आफै जनताले पनि। त्यसकारण हामीले पोलिटिकल पार्टीलाई मात्रै दोष दिएर पनि हुँदैन, जनता आफै पनि सचेत हुनुपर्छ। यो नागरिकको तहबाट हामीले हाम्रो दायित्वलाई बुझ्नुपर्छ जस्तो लाग्छ। हो, हामी नागरिकले आफ्नो दायित्व बुझ्नुपर्छ। अनि के भन्ला भने हामी देशभित्र रहेपछि हामी सरकारमा हौँ नहौँ, पार्टीमा हौँ नहौँ, एउटा आज होल चाहिँ आज नेपाली भएर बस्न सक्नुपर्छ जस्तो लाग्यो होइन। अनि कुनै पनि पार्टीमा लाग्नु त्यो पनि ठिक छ, तर फर्स्ट चाहिँ नेसन हुन्छ होइन, फर्स्ट चाहिँ नेसन हुनु पनि पर्छ। अनि त्यो बाहेक पनि अझ हामी त झन् इस्टर्न फिलोसफीमा भनेपछि विभिन्न जीव जन्तु, प्राणी, खोलानाला अथवा पर्यावरण पनि राम्रोसँग एकअर्कामा नबाजिने गरेर सस्टेनेबल डेभलपमेन्टतिर लाग्नुपर्छ होला है होइन। अनि त्यही, अनि अर्को चाहिँ कुरा के भने हामीले लिडरसिपको कुरा गऱ्यो। अब त्यो भोटिङमा अब छान्न पाउँदाखेरि पनि अलि राम्रो चाहिँ छान्न पायो भने राम्रो जस्तो लाग्छ। फर्स्टमा चाहिँ पार्टीले नै आफूले फिल्टर गर्नुपर्छ जस्तो पनि लाग्छ है कहिलेकाहीँ। हामीले अब त्यो के राम्रो छान्ने, हाम्रोलाई भन्दा राम्रोलाई छान्नु भन्नु त भन्छन् होइन। तर पार्टीभित्र त हामीलाई इन जेनरल जुन पार्टीमा इलेक्सनमा आउँछ नि त्योभन्दा पहिला पार्टीलाई त यो राम्रो नराम्रो अथवा कसको लिडरसिप राम्रो त्यो त थाहा हुन्छ। पार्टीमा नि कोही त्यस्तै छ भने अलि लेड अफ गरौँ, अलि बरु ट्रेनिङहरू दिउँ, कोही राम्रो छ भने उसलाई फ्रन्टमा ल्याउँ। त्यो बिसाइड अब होइन, अब जात जाति यो एजको ब्यारियर होला के होला, त्यो बाहेक पनि जहाँ के राइट म्यान एट राइट प्लेस चाहिँ हुनुपर्छ जस्तो लाग्छ है। पार्टीले नै पहिला फिल्टर गरेपछि जनताले छान्दा त ओभरअलमा त अलि राम्रो नै आउने हुन्छ है। होइन त। अनि त्यसरी चाहिँ त्यसरी गर्दा चाहिँ राम्रो होला। अनि इन जेनरल अरू कति कुरा होइन, हामीले कुरा धर्मको कुरा गऱ्यौँ, समाजको कुरा, अनि कतिपयमा चाहिँ अलरेडी हामी राम्रै छौँ होइन। अरू विदेशको मानक हेरिकन नि हुन त कम्पेयर कन्ट्रास्ट गर्दा राम्रो नराम्रो होला, तर जे जति राम्रो छ त्यसलाई चाहिँ सम्हालेर सँघारेर अगाडि लगाउनु पऱ्यो। जे जति छाड्नुपर्ने कुरा चाहिँ छाड्नु पर्छ होइन, त्यो कुराहरू पनि गर्नु पर्ला। हुन्छ, हामी आज यति नै राखौँ। अनि अर्को चाहिँ पर्सनल कुरा गर्दा चाहिँ आफ्नो यो के अरे जर्नलिजमको करियरको बारेमा चाहिँ थोरै मैले सोध्न छुटेको कुरा केही भन्न मन लाग्छ भनिहाल्नु ल। अब मैले राजसभामा आफ्नो सर्भिसको सिलसिलामा जति पनि अनुभव बटुलेँ होइन। अहिले तपाईँले भन्नुभयो अनुसार नेपालमा ठुल्ठुला राजनैतिक परिवर्तनहरू भए, आन्दोलन भए, राजनैतिक दलहरू, राजनैतिक सेक्टरले, पोलिटिकल सेक्टरले थुप्रै बेनिफिट पायो होला। तर हामी साधारण जनताहरूले त्यो किसिमको बेनिफिट पाउन सकेका छैनौँ। त्यो किन भन्दाखेरि हाम्रो इकोनोमिक फ्रन्ट, हाम्रो अर्थतन्त्र त्यति सबल भएन। त्यसकारण यो राजनैतिक परिवर्तनको जुन फ्रुट्स हो, त्यसको प्रतिफल हो, त्यो इकोनोमिक सेक्टर, आर्थिक सेक्टर, औद्योगिक क्षेत्र, इन्डस्ट्रियल सेक्टरले पाउन सक्नुपर्छ। हामीले अब हाम्रो एजेन्डा हामीले बुस्ट गर्नु भनेको इकोनोमिक र इन्डस्ट्रियल सेक्टर हो होइन। त्यसले त्यो सबल भयो भने मात्रै हामीले बेरोजगारको समस्या गराउन सक्छौँ। हामीले के अरे समावेशी समाज, समतामूलक समाज स्थापना गर्न सक्छौँ। त्यसकारण अब हाम्रो अबको प्राथमिकता भनेको राजनैतिक एजेन्डा भन्दाखेरि पनि इकोनोमिक बुस्टको, आर्थिक सबलीकरणको एजेन्डा हुनुपर्छ। त्यसमा हामी सबै लाग्नुपर्छ जस्तो लाग्छ। यो चाहिँ नि मैले राजसभामा पत्रकारिता गर्ने सिलसिलामा त्यो सेक्टरसँग जोडेर काम गर्दाखेरिको मेरो यो अनुभव हो। म यति नै भन्न चाहन्छु। धन्यवाद। अनि त्यही मैले पनि त्यो आर्थिक कुरा चाहिँ हो मेन। हाम्रो अहिले विदेशमा स्टुडेन्टहरू गए, कामलाई गए भन्छ नि, इभन कामलाई जाने त कामको लागि जाने हो गाउँ सहरबाट होइन, केही यताभन्दा बेटर हुन्छ भनेर अथवा यता अपर्च्युनिटी नपाएर। इभन मैले इन जेनरल बुझ्दा कति चाहिँ पढ्नको लागि जान्छन्, पढाइको सिलसिलामा जान्छन् नि उनीहरू चाहिँ, पढाइ चाहिँ एकतिर, तर
पढाइभन्दा नि मेन फोकस चाहिँ उनीहरू राम्रो देशमा राम्रो आर्थिक चाहिँ आफ्नो परिवारलाई उकास्ने आफ्नो आर्थिक र अरू कुरा चाहिँ एलिभेट गर्नलाई जाँदो रहेछ कि कतिजना चाहिँ होइन। अनि मैले इन जेनरल बाहिर पनि पढ्यो होइन, हजुर पनि बाहिर देश विदेश जानुभएको छ, हाम्रो कति पढाइ राम्रै छ क्या अलरेडी होइन। इभन इन्डियाको बाहिरको भन्दा नि कम्पेयर गर्दा कति राम्रो छ, कति चाहिँ छैन होला सायद, अपडेटेड छैन होइन। त्यो कुरा चाहिँ अब हाम्रो शिक्षा, एथिक्स, मोरल अनि आर्थिक कुरा चाहिँ एकअर्कामा कसरी जोड्न सकिन्छ अनि कहाँ चाहिँ मिलाउन सकिन्छ होइन, इन्डस्ट्रीबाट हो, सर्भिस सेक्टर के छ त्यो चाहिँ गर्न चाहिँ एकदम नितान्त आवश्यक छ है, अझ लागि परेर गर्न आवश्यक छ होइन त है। अनि अर्को कुरा चाहिँ अब यो त्यो बाहेक पनि समाजमा पनि केही डिस्कर्ड छ केही छ भने होइन, आइडेन्टिटी क्लास छ के छ, अथवा कास्ट सिस्टम होला अथवा क्लास सिस्टम होला के छ, त्यो चाहिँ कहाँ मिल्छ चाहिँ हामीले संविधानबाट र रुल्स एन्ड रेगुलेसन लबाट नि अनि समाजमा पनि त्यो यथाशीघ्र मिलाउनु पर्छ होइन। अनि मिलाउँदाखेरि चाहिँ राम्रो, किनभने समाजमा चाहिँ विभिन्न अवयवहरू हुन्छन्, त्यो अवयवहरूमा कहिलेकाहीँ सिम्पल 2-4वटा अवयव नै म्यालफङ्सन गर्दा गाह्रो हुन्छ। हाम्रो चाहिँ कहिलेकाहीँ रुट्स र त्यसको सेरोफेरोको कुरामा नै अल्झिरहेछौँ र अल्झिनुपर्ने त्यस्तै किसिमको वातावरण नै छ है होइन त। अनि त्यो कुरा चाहिँ छिटो मिलाउँछ, त्यो फेरि धेरै ठुलो कुरा नै छैन, सिम्पल संविधान र ल र हाम्रो अनि पछि बिस्तारै एथिक्स, मोरल र कल्चरमा पनि आउनको लागि धेरै बेर लाग्दैन। र सरकार र इभन जनता पनि अहिले एउटा एक किसिमको एनलाइटनमेन्ट आएको छ, यो जुन अहिले न्युज मिडिया युट्युबसम्म भनौँ अथवा होइन फेसबुकसम्म, पहिला चाहिँ त्यस्तो एक्सेस थिएन नि त होइन, पत्र पत्रिका नि कोही बेला पढ्थे है हुन्छ। अनि अब हजुरलाई सोधिहालौँ इन जेनरल, अब हामीले पोलिटिक्सको कुराहरू भन्ने कुराहरू, हजुरलाई पर्सनल लाइफमा चाहिँ आफूलाई मनपर्ने कुराहरू चाहिँ के हो, कल्चर, आर्ट, मोरल अथवा अरू यावत कुरामा त्यस्तो चोइसेसमा के चाहिँ नि खासै त होइन, म अलिकति साहित्य नै अध्ययन गर्न रुचाउँछु। हजुर समय मिल्यो भने बेला बखत अलिकति रिमोट पहाडी जिल्लाहरूतिर घुम्न रुचिरहेको छु। नेपालको विभिन्न ठाउँ जानुभएको छ? त्यति धेरै घुमेको छैन, काठमाडौँको रैथाने भएको नाताले होला, तर मौका मिल्यो भने म घुम्न निस्किन्छु। मनपर्ने ठाउँ काठमाडौँ बाहेक? काठमाडौँ त मनपर्छ नै होला। मलाई चाहिँ नि मनपर्ने ठाउँमा पोखरा हो, इलाम हो। इलाम, पोखरा, इलाम। अनि सोधिहालेँ मनपर्ने खानामा चाहिँ ठ्याक्कै तत्काल नसोचिकन नाम लिनु पर्यो? मलाई त्यस्तो खासै त्यस्तो छैन, दाल भात तरकारी नै हुन्छ, त्यो त स्टेबल फुड नै हो है। अनि अर्को मनपर्ने फिल्म दुई तिनवटा नाम लिनु पर्दा? त्यस्तो म धेरै हेर्ने होइन, तर अब नेपाली फिल्मको नाम लिँदाखेरि चाहिँ मलाई सिन्दुर याद आउँछ, पुरानो फिल्म है। अब हिन्दी फिल्ममा नाम लिँदाखेरि त अब यो के अरे ब्ल्याक भन्ने होला, अमिताभ बच्चनका शोले भन्ने होला होइन, ती फिल्महरू मलाई राम्रो लाग्छ। साहित्यमा 2-4वटा कथा लिनु त त्योभन्दा फेरि अरू पनि मनपर्छ, त्यो त बुझिन्छ, तर तत्काल नाम स्ट्यान्ड याद आउँदा चाहिँ कुन? साहित्यमा चाहिँ नि मैले दिमागमा राखेको ध्रुव सापकोटाका त्यतिखेरको कथाहरू मलाई असाध्यै मनपर्छ। ध्रुव सापकोटा। अनि राइटरहरूमा के छ? राइटरहरूमा यो खगेन्द्र शर्मा। खगेन्द्र शर्मा मनपर्छ, राम्रो राइटर है। ठिक लाग्छ। पत्रकारहरूमा युवराज खिमि हाम्रो अहिले उहाँको देश सञ्चारसम्म आइपुगेको है, उहाँ हुन्छ नि देश सञ्चार। अनि नेपाल त हामीलाई मन नै परिहाल्छ होइन, फर्स्ट चोइस त नेपाल हो। देशहरूको नाम लिँदा चाहिँ फर्स्टमा यसो घुम्न मन लागेको देश अथवा गएको देश कुन मनपर्छ नेपाल बाहेक? विदेशमा त्यति घुमेको अनुभव छैन, तर अब मन लाग्छ सांस्कृतिक रूपले सामिप्य भएकोले होला अथवा हाम्रो छिमेकी मुलुक भएकोले होला भारत धेरै हेर्ने घुम्ने ठाउँ भएको मुलुक हो जस्तो लाग्छ। भारतमा अझै पनि घुम्ने ठाउँ मेरो मनभित्र छ, मौका पऱ्यो भने घुम्नुलाई। अब मनपर्ने त सोधेर मन नपर्ने कुराहरू अलिक भन्न मिल्छ? त्यस्तो मन नपर्ने कुरा चाहिँ भन्न मिल्छ भाइ चाहिँ छैन, त्यस्तो खासै छ होइन। हुन्छ, आज हामी अब ऱ्यापअप गर्नु पर्ला होइन।
आजको सेसन पछि पनि सिरिज 2हरुमा हजुरको यो एपिसोडमा मिल्यो भने आइदिनु होला मिल्छ हस् धन्यवाद छ अनि हाम्रो सोमा आउनुभएकोमा धन्यवाद है रेनबो टु टक्समा अनि फेरि पनि अर्को बेलामा केही बेला मिल्यो भने यसकै पार्ट 2 मा नै आउनु होला यो एपिसोडहरु चाहिँ कन्टिन्यू हुन्छ अनि त्यही थ्यांक यू हस् तो तपाईले आज तपाईको स्टुडियोमा बोलाएर मलाई मेरो विचार राख्ने अवसर दिनुभयो समाजको बारेमा राजनीतिक परिवेशको बारेमा आफ्नै व्यक्तिगत अनुभूतिका बारेमा जुन विचार व्यक्त गर्ने अवसर दिनुभयो त्यसको लागि तपाईँ कार्यक्रम सञ्चालक र तपाईँको टिमलाई म धन्यवादसहित शुभेच्छा व्यक्त गर्न चाहन्छु हजुर वेलकम अनि मेरो लागि पनि यो सौभाग्य भयो हजुर आउनुभएकोमा हजुरको यत्रो पर्सनालिटी होइन अब यत्रो काममा आउनुभएकोमा वेलकम अनि थ्याङ्क यू हजुर हस् धन्यवाद हुन्छ नमस्ते जो लप्पा रेनबो टु टक्स हेर्दै गर्नुहोला #RBTR हाम्रो G3FM RGTVलाई पनि लाइक सब्सक्राइब गर्नुहोला अनि टिभी र बाहेक पनि हामी फिजिकल रियालिटीमा चाहिँ समाजमा लेट्स बी ह्याप्पी लेट्स बी टुगेदर एन्ड लेट्स बी वर्किङ हुन्छ नमस्ते जो लप्पा नमस्कार